अर्को तरिकाले बनाइयो भनेदेखि चाहिँ यो लोकेसनमा लगेर सेभ गरिरहनु पर्छ क्या फाइल। त्यही भएर अलरेडी यहीँनिर बनाइयो भनेदेखि हाम्रो यही लोकेसनमा फाइल सेभ भएर बस्यो, केही गर्नु परेन। के गर्यौँ रे, यसमा राइट क्लिक गऱ्यौँ, यहाँ माथि राइट क्लिक गर्नुभयो भने फेरि यसभित्र गएर राइट क्लिक गर्नुभयो भने चाहिँ यस्तो खालको अप्सन आउँछ। त्यही भएर ब्ल्याङ्क स्पेसमा राइट क्लिक गर्ने, यो भित्र ब्ल्याङ्क स्पेसमा राइट क्लिक गर्ने, न्यू आयो, न्यूमा गएर माइक्रोसफ्ट वर्ड डकुमेन्ट भन्ने छ, यो याद गर्नु, माइक्रोसफ्ट वर्ड डकुमेन्ट। यसमा क्लिक गरेपछि अहिलेको जस्तै मेरो नयाँ फाइल बन्यो। अब यसमा के गर्छु म, इङ्ग्लिस टाइपिङ भनेर भनिदिन्छु यसरी। अब अलरेडी बनिसकेको छ नि त वर्डको फाइल त होइन, अहिले त मैले प्रोसेस देखाइदिएँ तपाईँहरूलाई। एउटा बनाइसकेपछि यसलाई के गर्न सकिन्छ, कन्ट्रोल थिचेर हेर्नु है, मैले यसलाई सिलेक्सन गरेँ, एकचोटि क्लिक गरेर किबोर्डबाट कन्ट्रोल प्रेस गरिराखेँ। अब माउसको सहायताले एकचोटि यसरी तानेर मैले यहीँनिर यसरी तल तानिदिएँ, छोडिदिएँ भने यसरी फाइल बन्छ। फेरि अर्को यसकै कपी बन्छ कि यहाँनिर, यसकै कपी बन्यो। रिनेम गर्ने तरिका त सेम हो, कि त यसलाई F2 थिचेर रिनेम गर्न सकिन्छ किबोर्डबाट, कि त यसलाई एकचोटि क्लिक गरियो यसरी, अनि एकछिनपछि फेरि मैले एकचोटि क्लिक गरेँ, त्यसरी रिनेम गर्न सकियो। अर्को यसलाई राइट क्लिक गरेर रिनेम अप्सन आउँछ यसरी, कि त यहाँनिर हुन्छ रिनेम भनेर, त्यो मध्ये कुनै एउटा अप्सनमा सिलेक्सन गर्न सकियो, क्लिक गर्न सकियो। ठिक छ। अब यसैलाई म के भन्न सक्छु, इङ्ग्लिस टाइपिङ भनेर इङ्ग्लिस टाइपिङ भनेर मैले फाइलको नाम राखिदिन सक्ने भएँ। अब फेरि अर्को चाहियो यही प्रोसेस, मैले यसलाई यसरी सिलेक्सन गरेर कन्ट्रोल थिचेर ड्र्याग एन्ड ड्रप गरिदिएँ यहीँनिर। अथवा अर्को तरिका के पनि हुँदो रहेछ, यसैलाई राइट क्लिक गर्छौँ, यहाँनिर गएर यो कपी भन्ने छ, अथवा यहाँनिर हुन्छ कपी भन्ने, यो कपीमा क्लिक गर्ने। सर्टकट की के छ अरे कपीको लागि, कन्ट्रोल सी छ। अर्थात् मैले किबोर्डबाट कन्ट्रोल र सी प्रेस गरेँ भने मेरो कपी भयो। अब यहीँनिर कन्ट्रोल र भी प्रेस गरेँ भने के हुन्छ, पेस्ट हुन्छ कि। अब हेर्नु, यो सर्टकट की म लेखिदिन्छु है त। एउटा भनेको कपी फाइल टेक्स्ट, इटिसी। फोल्डर कपी गर्नको लागि अथवा फाइलहरू कपी गर्नको लागि चाहिँ के प्रेस गर्छौँ, कन्ट्रोल र सी प्रेस गर्छौँ। कन्ट्रोल र सी प्रेस गऱ्यौँ भने कपी हुन्छ। ल, रिसेन्टली कपिड आइटम, जुन फाइलहरू हुनसक्छ, फोल्डरहरू हुनसक्छ, अथवा अरू आइटमहरू हुनसक्छ, त्यो आइटमहरू कपी गरिएको, रिसेन्टली जे कपी गरिएको छ, इभन स्क्रिनसट पनि लिएको छ भनेदेखि स्क्रिनसट लिएको कुराहरूलाई पनि कपी भनेर भन्छ क्या। त्यो स्क्रिनसट लिएको आइटमहरू छ भने पनि त्यसलाई पेस्ट गर्नुपर्ने भयो भने चाहिँ कन्ट्रोल र भी प्रेस गर्नु पर्यो। यसलाई के भन्छ, कपी भनेर भन्छ। अर्कोलाई के भन्छ, पेस्ट भनेर भन्छ है। ल, रिसेन्टली कपी गरेको कुराहरूलाई चाहिँ उयो गर्ने है। ल, कट गर्नु पर्यो भने चाहिँ अब के हुन्छ होला त, भन्नु त ल, कट गर्ने सर्टकट के हो। खोइ त, लु च्याटमा लेख्नु त, बोल्न मन लागेन भने च्याटमा लेख्न सकियो। कन्ट्रोल एक्स सर। कन्ट्रोल र एक्स प्रेस गरियो भनेदेखि चाहिँ यसले के गर्छ,
कट गर्छ आइटमलाई। र कपी र कटको फरक के हुन सक्छ भने के हुन सक्ला कपी र कटको फरक? यसलाई अझै उयो भन्नु पर्यो भने चाहिँ के भन्छ, मुभ पनि भनेर भन्छ क्या यसलाई। कट अथवा मुभ पनि भनेर भन्छ है। मुभ भनौँ पनि कट भनौँ पनि भने पनि गर्ने भनेको यही नै हो। सर्टकट की युज गर्नु पऱ्यो भने कन्ट्रोल एक्स युज गर्ने। जस्तो कि मैले यसैलाई यति कुराहरूलाई यहाँ पनि चाहियो, अर्को ठाउँ पनि चाहियो भने म के गर्छु, कन्ट्रोल सी युज गरेँ सर्टकट की, यसले कपी गरिदियो। अब रिसेन्टली जे कपी गरिएको छ यही। ल, रिसेन्टली जे कपी गरिएको छ त्यही कुराहरूलाई यसले यहाँनिर लगेर पनि राखिदियो, जहाँ मैले पेस्ट गरेँ त्यहाँनिर है। यहाँनिर थियो नि यो। अब यही कुरालाई मैले यहाँबाट कट गरेँ भने के भयो त, हेर्नु त, यहाँबाट त हरायो। कट भयो भने माथिबाट हरायो। अब मेरो यहाँनिर कहाँ लगेर राख्नु पर्ने छ, त्यो ठाउँमा लगेर मैले पेस्ट गरिदिएँ। कन्ट्रोल भी सर्टकट की युज गरेँ भने माथिबाट हटेर यहाँ आउँदो रहेछ क्या, जसलाई हामी मुभ भएको पनि भनेर भन्छौँ क्या। त्यही भएर कट अथवा मुभ भनेर भन्छ है त्यसलाई चाहिँ। ठिक छ। अब सेलेक्ट अल आइटम्स और टेक्स्ट। आइटम्सको मतलब फाइल फोल्डर जे पनि हुनसक्छ है, अथवा इन्टायर टेक्स्टहरू। यसलाई हामी के सर्टकट की युज गर्न सक्छौँ रे, कन्ट्रोल ए भनेर भन्छ, जसलाई चाहिँ सेलेक्ट अल भनेर भन्छ है। यो चाहिँ ओभरअल ग्लोबल सर्टकट की भनेर भन्छ। ग्लोबल भनेको चाहिँ सबैतिर युज हुने सर्टकट की भन्न खोजेको। त्यो चाहिँ चाहे त्यो त हामीले कम्प्युटरको एउटा फोल्डरभित्र युज गऱ्यौँ, फोल्डरभित्र पनि कुनै फाइलहरू कपी गर्नुपर्ने भयो भने पनि त्यही हो। टेक्स्ट कपी गर्नुपर्ने भयो जस्तो मैले यहाँनिर यो वर्डको फाइलमा आएर गर्नुपर्ने भयो भने पनि कन्ट्रोल सीले कपी नै गर्छ। पेस्ट गर्नुपर्ने भयो भने पनि कन्ट्रोल भी युज गर्छौँ। कट गर्नुपर्ने भयो भने पनि कन्ट्रोल एक्स युज हुन्छ। बाहिरपट्टि फोल्डरभित्रका फाइलहरू एक ठाउँबाट उठाएर अर्को ठाउँमा लानुपर्ने भयो भने पनि कट नै युज गरिन्छ, सर्टकट कि त्यही नै युज हुन्छ। पेस्टको लागि पनि त्यही नै हुन्छ। सबै भयो यदि सबै कन्ट्रोल आइटम चाहिँ सिलेक्सन गर्नु पर्यो, टेक्स्ट सिलेक्सन गर्नुपर्ने भयो भने सिलेक्ट अल भन्छौँ, जसलाई कन्ट्रोल ए युज गरिन्छ है। अन्डु भनेर भन्छ क्या। अन्डु भनेको चाहिँ मैले अहिले गरेको कुराहरू फर्काउने, पछाडि ब्याक फर्काउने। जस्तो मैले यहाँ के टाइप गरेँ, त्यो टाइप गरेको कुराहरूलाई हटाउनु पर्यो यसरी भनेदेखि चाहिँ यसलाई हामी अन्डु भनेर भन्छौँ है। यो अन्डु भनेको चाहिँ कुन सर्टकट की युज हुन्छ, कन्ट्रोल र जेड। यो पनि ग्लोबल सर्टकट की जस्तो। हेर्नु, मैले यहाँनिर गएर यो फोल्डरलाई के गरिदिएँ, डिलिट गरिदिएँ नि। अब मैले डिलिट गरेको कुराहरू फेरि मलाई चाहिने भयो भने मसँग दुईवटा अप्सन एभाइलेबल छ। एउटा चाहिँ रिसाइकल बिनमा गएर बसेको हुनसक्छ, त्यसलाई फेरि यतापट्टि रिकभर गर्ने। अर्को चाहिँ तत्कालै मैले जे गरेको छु तत्कालै कन्ट्रोल जेड प्रेस गरिदियो भने यसले त्यतिखेरै डिलिट गरेको आइटमलाई फेरि यतापट्टि अन्डु गरिदिन्छ क्या। अनि मैले फेरि यसलाई फेरि प्रिभियस जे छ त्यसलाई फेरि हटाएर अघिल्लो अवस्थामा फर्किने हो, अघिल्लो अवस्थामा आउने हो भनेदेखि चाहिँ त्यसलाई रिडु भनेर भन्छौँ। कन्ट्रोल जेड भनेको चाहिँ अन्डु भयो, र रिडु भन्छ यसको लागि चाहिँ कन्ट्रोल वाइ प्रेस गर्छौँ। ठिक छ। मैले कन्ट्रोल जेड गरेँ, हेर्नु त, यहाँनिर मैले केही फोल्डर बनाएँ, यो फोल्डरलाई मैले डिलिट गरेँ। अनि फेरि कन्ट्रोल जेड गरेँ भने के हुन्छ, यसरी आयो नि। फेरि कन्ट्रोल जेड गरेँ भने अघि बनाएको फोल्डर पनि हट्यो। तर मैले कन्ट्रोल वाइ प्रेस गरेँ, फेरि फोल्डर आयो। म रिसेन्टली गर्दैछु है फेरि। फेरि कन्ट्रोल वाइ थिचेँ, फेरि यो फोल्डर डिलिट भयो क्या। यस्तो हुन्छ है कुरा। अन्डु र रिडु भनेको चाहिँ, अन्डुले चाहिँ प्रिभियस सेक्सनमा जान्छ, अगाडि हामीले के गरेको थियो, कुन के भइरहेको थियो त्यतातिर मुभ गराउँदै जान्छ भने कन्ट्रोल वाइले चाहिँ हामीले त्यो प्रिभियसमा गइसकेपछि फेरि लेटेस्टमा आउनुपर्ने भयो भनेदेखि चाहिँ हामी कन्ट्रोल वाइ प्रेस गर्छौँ। यो पनि ग्लोबल्ली युज हुने सर्टकट की रहेछ। ठिक छ। ग्लोबली भनेको चाहिँ सबैतिर युज हुन्छ भन्न खोजेको। कम्प्युटरमा एउटा फाइलबाट भित्र मात्र नभएर चाहिँ ओभरअल सबैतिर युज हुन्छ। त्यही भएर यसलाई हामी ग्लोबल सर्टकट की भनेर भन्छौँ क्या। धेरैभन्दा धेरै युज हुने सर्टकट की हो यो चाहिँ।
यतिसम्म चाहिँ। ठिक छ। सर्टकट की अरू पनि छन् है, तर धेरै युज हुने भएको हुनाले चाहिँ मैले यति तपाईँहरूलाई यहाँनिर लेखिदिएँ। अब वर्डका लागि युज हुने सर्टकट की फरक हुन्छ होइन। जस्तो बोल्ड गर्नुपर्ने भयो भने कन्ट्रोल बी हुन्छ, इटालिक गर्नुपर्ने भयो भने कन्ट्रोल आई हुन्छ, तर त्यो अरू कम्प्युटरको अरू फोल्डरहरूमा युज हुँदैन, फाइलहरूमा मात्र युज हुन्छ त्यो चाहिँ। बोल्ड गर्ने, इटालिक गर्ने, अन्डरलाइन गर्ने कुराहरू त्यो चाहिँ। ठिक छ ल, यतिसम्म बुझ्नुभयो कुरा। अब यो फोल्डरभित्र छौँ हामी। यसभित्र फाइलहरू बनाउने भन्ने कुरामा हामीले दुईवटा फाइल पनि बनायौँ, इङ्ग्लिस टाइपिङ र नेपाली टाइपिङको लागि। यो चाहिँ गर्ने हो, क्वेसन आउँछ अनि गर्ने भन्ने होइन कि। यो चाहिँ त्यहाँ फोल्डर बनाएर हामीलाई चाहिने आवश्यक फाइलहरू बनाएर राखिहाल्ने हो, यो चाहिँ हेरिराख्ने होइन। त्यही भएर यति दुईवटा फाइलहरू बनायौँ। अब पछाडि छुट्नु भएको साथीहरू जुन हामीसँग बिस्तारै बिस्तारै जोइन भइराख्नु भएको साथीहरू हुनुहुन्छ भने अहिलेसम्म हामीले के गर्यौँ यहाँनिर हेर्नु, डेस्कटपमा यो फोल्डर बनायौँ हामीले होइन। यो फोल्डर बनायौँ। यो फोल्डर बनाउने तरिका भनेको चाहिँ के रहेछ, राइट क्लिक गरेर यहाँ ब्ल्याङ्क स्पेसमा राइट क्लिक गर्ने, न्यूमा जाने, अनि यो फोल्डरमा क्लिक गर्ने। एउटा यो तरिकाले गर्न सकिन्छ। यसरी फोल्डर क्रिएट गर्नुभयो भनेदेखि नयाँ फोल्डर बन्छ यहीँ। यसरी यो कुनै ठाउँमा हुनसक्छ तर यसरी नै बन्छ। अनि यो फोल्डरमा हामीले नाम राख्नु पर्यो, आफ्नो रोल नम्बर र नाम। यसरी जसरी मैले यहाँ टाइप गरेको छु त्यसरी नै तपाईँहरूले यसरी अनि यसरी यसरी राखिदिन्छौँ। अनि एकचोटि इन्टर अथवा बाहिर क्लिक गर्नुभयो भने यो फोल्डरको नाम त्यसरी बन्छ। अनि यो फोल्डर बनाइसकेपछि यसलाई क्लिक गरेर ओपन गर्ने, यसलाई डबल क्लिक गरेर ओपन गर्छौँ। डबल क्लिक गरेर ओपन गर्ने बित्तिकै मेरो यो फोल्डर ओपन भयो। अघि पनि मैले भने तपाईँहरूलाई यो फोल्डर यसरी फुल स्क्रिनमा पनि ओपन भएको हुनसक्छ अथवा यसरी सानो स्क्रिनमा पनि ओपन भएको हुनसक्छ, यसले केही फरक पर्दैन। मेरो त लास्ट सानो स्क्रिनमा ओपन भयो भनेर भन्ने नै होइन, हामीलाई यो फोल्डर ओपन हुनुपर्ने हो। चाहे त्यो सानोमा होस् चाहे त्यो ठुलोमा होस् केही फरक परेन। त्यसमा दुईवटा वर्डको फाइल बनायौँ हामीले। दुईवटा वर्डको फाइल बनाउँदाखेरि यहाँ ब्ल्याङ्क स्पेसमा राइट क्लिक गरेर आएको न्यू अप्सन थियो, यो न्यू अप्सनमा गएर माइक्रोसफ्ट वर्ड डकुमेन्ट भन्नेमा क्लिक गरिरहेको थियौँ। यसरी क्लिक गर्दाखेरि यो आयो। अब दुईवटा फाइल त बनिसक्यो। अब अर्को फाइल चाहिँ के चाहिएको छ, वर्ड सेटअप भन्ने चाहिएको छ। यो फाइलको नाम यही राखिदिनु भयो हुन्छ अहिलेको लागि। यदि क्वेसनमा यो फाइलको नाम यही राख्नु भनेर आएको छैन भनेदेखि तपाईँहरूले फाइलको नाम जे राख्नुभयो भने पनि भयो, तर बुझ्ने खालको फाइलको नाम हुनु पर्यो। जस्तो यहाँनिर हेर्नुभयो भने मैले बनाएको फाइलको नाममा के बुझिँदैछ, इङ्ग्लिस टाइपिङ भन्नेमा म इङ्ग्लिस टाइप गर्दो रहेछु भनेर बुझिँदैछ, नेपाली टाइपिङ भन्ने फाइलमा मैले नेपाली टाइप गरेको रहेछु भनेर बुझिँदैछ। र मेरो अरू क्वेसनहरू वर्डसँग रिलेटेड क्वेसनहरू जति पनि आएका छन् ती सबै क्वेसनको सल्युसन चाहिँ मैले यो वर्ड सेटअप भन्ने फाइलमा गरेको रहेछु भनेर बुझिँदैछ। यो फाइलले यसरी बुझाउँदैछ। अब अरू दुईवटा फाइल चाहियो, एउटा एक्सलको फाइल चाहियो, एउटा पावर पोइन्टको फाइल चाहियो। प्रोसेस सेम त्यही, राइट क्लिक, न्यू, इ माइक्रोसफ्ट एक्सल भनेर यहाँनिर आउनु पर्यो। यहाँ हेर्नु मेरोमा माइक्रोसफ्ट एक्सल वर्कसिट भनेको छ, यसमा क्लिक गर्छौँ। फाइलको नाम के राखिदिने भन्दा एक्सल मात्र राखिदिनु भयो भने हुन्छ है। यसरी एक्सल मात्र राखिदिनु भयो भने भयो। अब अर्को पावर पोइन्टको लागि चाहियो, सेम प्रोसेस त्यही, राइट क्लिक गऱ्यौँ, न्यूमा आयौँ, पावर पोइन्ट प्रेजेन्टेसन भनेको छ माइक्रोसफ्ट पावर पोइन्ट प्रेजेन्टेसन। फेरि यसमा क्लिक गर्छौँ, यसमा पावर पोइन्ट भनेर राखिदिनु भयो भने भयो। यति फाइल चाहिँ अनिवार्य हो है, यति चाहिँ चाहियो चाहियो। अब यसपछि क्वेसन अर्को एउटा पनि आउँछ नि त, वर्डको क्वेसन मात्र नसोधेर हामीलाई त विन्डोजको सेटिङ मिलाउने अथवा इमेल इन्टरनेटको क्वेसन पनि सोध्छ। त्यसको लागि चाहिँ यदि क्वेसनमा केही भनेको छैन भनेदेखि इमेजै राखिदिन्छौँ क्या। होम सेभ गर्ने भनेर भन्छ, होम पेज सेट गर्ने, ब्राउजरमा होम पेज चाहिँ पब्लिक सर्भिस कमिसन सेट गर्नु भनेर भन्छ, अथवा कम्प्युटरमा स्क्रिन सेभर राख्नु भनेर भन्छ, अथवा फाइल अथवा फोल्डर सर्च गर्नु भनेर भन्छ, अथवा कम्प्युटरमा रहेको मेल क्लाइन्ट टुललाई ओपन गर्नुहोस् भनेर भन्न सक्ला। यस्ता कुराहरू गर्न सक्छ। त्यसको लागि हामीले त्यो प्रोसेस गरेको स्क्रिनसट चाहिँ
राख्नुपर्ने हुन्छ है। त्यसको लागि हामीसँग दुईवटा अप्सन एभाइलेबल हुन्छ। एउटा वर्डको फाइलमा स्क्रिनसट सेभ गरिदिने, अर्को स्क्रिनसटलाई नै इमेजको रूपमा राखिदिने। पहिला क्वेसन कसरी पनि सोधेको छ भन्दाखेरि तपाईँहरूको कम्प्युटरमा चाहिँ आफ्नो कम्प्युटरको आइपी एड्रेस देखाएर त्यो आइपी एड्रेसलाई इमेजको रूपमा सेभ गर्नु पनि भनेर क्वेसन सोधेको छ है। त्यही भएर क्वेसनमा के सोध्छ त्यसको आधारमा हामीलाई चाहिने फाइल फरक पर्न सक्छ। अब इमेज राख्ने कि अथवा वर्डको फाइलमा सेभ गर्ने भन्ने कुराहरू चाहिँ त्यो हुनसक्छ। तर हामी सेफ साइडमा बस्नको लागि चाहिँ के पनि गर्न सक्छौँ भने अझै एउटा वर्डको फाइल पनि बनाइदिन सक्छौँ, जसमा हेर्नु मैले वर्डको फाइल बनाउँदैछु। यसमा विन्डोज सेटअप भनेर भनिदिएँ। वर्ड सेटअप माइक्रोसफ्ट वर्डको लागि, विन्डोज चाहिँ इमेल इन्टरनेटको लागि, जुन स्क्रिनसट हामी राख्छौँ त्यो स्क्रिनसटको लागि है। यसरी टोटलमा 6वटा फाइलहरू हामी बनाइदिन्छौँ। यति 6वटा फाइल बनाइदिने। अब मैले यहाँनिर 6वटा फाइल बनाउनलाई नि आधी घन्टा लाग्यो होइन। तपाईँहरूसँग त आधी घन्टाको टाइम हुँदैन। अब गर्ने चाहिँ के हो भन्दाखेरि यसरी, यहाँ हेर्नु मैले सबै डिलिट गरिदिएँ। यसलाई पनि यहाँबाट म एम्टी गरिदिन्छु। ल हेर्नु, यसरी मैले ओपन गरेँ नि। म के गर्छु, यहाँ जहाँ गएँ, ल यति बनाउने है फाइल। यति बनाउन कति बेर पनि लागेन नि होइन। फोल्डर बनायौँ। यो फोल्डर फोल्डर बनाइसकेपछि भित्रपट्टि गएर यसरी फाइलहरू बनाउँछौँ। अब फाइलहरू बनाइसकेपछि यो र यो फाइल दुईवटा सुरुमा हामीलाई आवश्यक पर्ने हो। नेपाली टाइपिङ र इङ्ग्लिस टाइपिङ सबै फाइलहरू खोलेर राख्दाखेरि सजिलो चाहिँ हुन्छ। तर सबै फाइलहरू मेरो साउन्ड प्रब्लम छ र सुन्नु भएको छैन भोइस? सुनिरहेको छु सर। हस् हेर्नु है, सबै फाइलहरू खोलेर राख्दा सजिलो चाहिँ हो तर कन्फ्युज हुन्छ क्या। कुन फाइल हो कुन फाइल हो भन्ने हुन्छ होइन। त्यही भएर जुन फाइल आवश्यक छ त्यो फाइल मात्र खोल्नु है, अरू फाइलहरू नखोल्नु। जस्तो मैले यहाँनिर नेपाली टाइपिङ पनि खोलेँ। यसलाई डबल क्लिक गर्दाखेरि मेरो नेपाली टाइपिङ ओपन हुन्छ होइन, यसरी। अनि फेरि यसमा गएँ, अनि इङ्ग्लिस टाइपिङ ओपन हुन्छ। मेरो इङ्ग्लिस टाइपिङ फाइल भयो। अब मैले यहाँनिर गएर वर्ड सेटअप विन्डोज सेटअप पनि खोलेँ। अब मेरो यहाँनिर गएर वर्ड सेटअप पनि खुल्यो। अब मेरो त कति धेरै फाइलहरू ओपन भइरहेछ नि त्यहाँनिर हेर्नु त है। अब कुनमा के गर्ने भन्ने समस्या हुनसक्छ। यहाँ माथिपट्टि मेरो स्क्रिनमा सबैभन्दा माथिपट्टि यो जुन फाइल छ यो फाइलको नाम यहाँनिर देखाएको हुन्छ यसरी। त्यही भएर यदि म कुन फाइलमा छु भन्ने कन्फ्युज लाग्यो भनेदेखि चाहिँ तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ कुन फाइलको नाम हो। अब अझै सजिलोको लागि के गर्न सक्यो, यो सबै फाइलहरू नखोलेर जुन फाइल आवश्यक छ त्यही फाइल मात्र ओपन गर्ने है। मलाई आवश्यक फाइल जुन छ त्यो फाइल मात्र म ओपन गर्छु, अरू फाइललाई हटाउँछु। मलाई एउटा नेपाली टाइपिङ चाहिन्छ र अर्को इङ्ग्लिस टाइपिङ चाहिन्छ। सुरुमा नेपाली टाइपिङ ओपन गरेर राख्ने। मेरो नेपाली टाइपिङ ओपन भयो। अथवा इङ्ग्लिस टाइपिङ गर्ने हो भने इङ्ग्लिस टाइपिङ ओपन गर्ने। सुरुमा नेपाली गरिन्छ अनि इङ्ग्लिस गरिन्छ। त्यही भएर दुईवटा फाइल ओपन गरे पनि भयो। तर झुक्किनु चाहिँ के भएन भने मैले कुन फाइलमा काम गर्दैछु भन्ने कुराहरू चाहिँ झुक्किनु भएन। अब मैले मेरो यहाँनिर यो भनेको चाहिँ मेरो अर्कै फाइल भयो। दुईवटा फाइलहरू ओपन भइरहेको हुन्छ। मैले यहीँनिर पनि देखाएको हुन्छ यसरी होइन, अथवा यसकै माथिपट्टि यसरी देखाएको हुन्छ। त्यसमा मैले कुनमा जाने भनेर यसरी क्लिक गर्छु। अब म नेपाली टाइपिङ गर्दैछु भने मेरो फाइलको नाम हेरेर ल यो रहेछ भनेर कन्फिडेन्ट भएर टाइप गर्नु पर्यो।
ठिक छ, यहाँसम्म क्लियर हुनु पनि होइन। फाइलहरू बनाउने अनि आवश्यक फाइलहरू हामीले अब जुन फाइलमा काम गर्नुपर्ने छ त्यो फाइल मात्र ओपन गर्ने। टाइपिङ गर्दाखेरि है, त्यसपछि त सबै फाइल ओपन गर्दाखेरि हुन्छ। टाइपिङ गर्दाखेरि चाहिँ टाइपिङ गरुन्जेलसम्मको लागि चाहिँ जुन फाइलमा काम गर्दै हुनुहुन्छ त्यो फाइल मात्र ओपन गर्नु। अनि टाइपिङ गरिसकेपछि, नेपाली र इङ्ग्लिस टाइपिङ गरिसकेपछि चाहिँ अनि भयो जति सबै फाइल ओपन गर्दा भयो। तर कहिलेकाहीँ त्यहाँनिर चाहिँ दिँदैनन्, सबै फाइल ओपन गर्न दिँदैनन्। जुन फाइलमा काम गर्नुपर्ने हो त्यही फाइल मात्र ओपन गर्न दिन्छ। एकचोटि चाहिँ त्यसो गरेर रोकेको थियो क्या पहिला। अब यहाँ त सबै फाइल ओपन गर्दाखेरि सजिलो हुन्छ, तर त्यहाँनिर गएर चाहिँ लु सबै फाइल क्लोज गर्नु भनेर भनिदिन्छ क्या। अनि त्यसपछि फेरि सुरुदेखि गर्नुपर्छ है। डिलिट गर्नु भन्दैन कि ओपन गरेको फाइलहरू चाहिँ क्लोज गर्नु भनेर भन्छ। ल, यतिसम्म भयो। यहाँसम्म केही कन्फ्युज छ कि छैन? यो चाहिँ गर्ने, अब सुरु भएकै छैन एक्जाम। एक्जाम हलमा बसिसकेपछि टाइपिङ सुरु भएकै छैन। टाइपिङ सुरु हुनुभन्दा अगाडि नै यति काम गरेर हामी बस्नु पर्यो। यहाँसम्म केही कन्फ्युज छ कि छैन? ल, अब मैले नेपाली टाइपिङ खोलेँ है त। नेपाली टाइपिङ गर्नुभन्दा अगाडि हामीले प्र्याक्टिस गरेको जुन हुन्छ त्यो प्र्याक्टिस गर्दाखेरि अब कसरी दिन्छ भने उनीहरूले पेपर दिन्छन्। त्यो पेपरमा जे छ त्यही हामीले टाइप गर्नुपर्ने हुन्छ। गलत छ भने गलतै टाइप गर्नु पर्यो, सही छ भने सही नै टाइप गर्नु पर्यो। अब हिजो एक दुईवटा टेक्निकहरू म हजुरहरूलाई भन्छु भनेर भनिदिएको थिएँ। अब नेपाली टाइपिङ गर्दाखेरि यहाँनिर मैले हिजो सेयर गरेको जुन क्वेसन थियो त्यो क्वेसन म तपाईँहरूलाई फेरि आज सेयर गर्छु है त। अनि त्यसमा कस्तो हुन्छ भने हाम्रो जुन क्वेसन छ यो क्वेसनमा सेन्टेन्सहरू हुन्छ। अब मार्क्स त हामीलाई ल्याउनु छ टाइपिङ गरेर, धेरै मार्क्स ल्याउनु छ। त्यत्तिकै त धेरै मार्क्स आउँदैन होइन। मार्क्स ल्याउने तरिका हुन्छ। अब कसरी मार्क्स ल्याउने भन्नको लागि चाहिँ अब यहाँनिर हेर्नु। अब मार्क्स यसरी ल्याउनु पर्छ। टाइपिङ गर्दाखेरि यो शब्द र यो शब्द, यो यो शब्द एउटा शब्द हो कि यो एउटा अक्षर हो? यसलाई एउटा शब्द भन्न पाइयो कि पाइएन? पाइयो। पाइयो नि होइन। यो बेला भन्नु, कुनै भन्नु, पनि भन्नु र शक्ति राष्ट्रको भन्नु, यिनीहरूमा यी शब्दहरूले जति मार्क्स क्यारी गर्छ त्यति नै मार्क्स यसले पनि क्यारी गरेको छ। हो नि होइन? हजुर हजुर। मतलब लामा शब्दलाई भन्दा फोकस केमा गर्नु पर्यो? छोटा शब्दमा। लामा शब्द लेख्दाखेरि बिग्रिन सक्ने चान्सेस पनि बढी हुन्छ। छोटा शब्द लेख्दाखेरि सजिलो पनि हुन्छ, बिग्रिन सक्ने चान्सेस पनि कम हुन्छ, मार्क्स पनि त्यति नै आउँछ। तर अनि यो स्किप गर्दाखेरि काटिन्छ कि काटिँदैन स्किप सर त सब्जेक्ट? नगर्नु, स्किप गर्न नगर्नु है स्किप चाहिँ। ए हजुर स्किप हजुर। चाहिँ गर्नुभयो भने कहिलेकाहीँ अब त्यो स्किप गर्दाखेरि उनीहरूले इन्टेन्सनली गरेको भनेर काटिदिन सक्छ होइन। स्किप चाहिँ हजुर नगर्नु। जस्तो कि मैले टाइप गर्दाखेरि अब म यति मात्र टाइप गर्छु है त। यति टाइप गर्छु कि यतिलाई मैले कपी गरेर लिएर गएँ। अब मैले टाइप गर्नुपर्ने कुरा यो छ। अब यसले के पो दियो यहाँनिर, पख्नु है, यसरी गरौँ ल। ल हेर्नु, मैले यसरी गर्नुपर्ने छ। टाइप गर्दाखेरि अब म कसरी गर्छु भने अब मैले टाइप गर्दाखेरि मैले कुनमा टाइप गर्छु, प्रीतिमा टाइप गर्छु भने यहाँ माथिबाट मेरो फन्ट प्रीति हुनु पर्यो यसरी होइन। यो फन्ट प्रीति सिलेक्सन गरेर राखेको हुनु पर्यो। फन्ट साइज जति राखे पनि फरक पर्दैन, तर ओभरअलमा तपाईँहरूले 12 राखिदिनु भयो भने हुन्छ। यदि युनिकोड युज गर्दै हुनुहुन्छ भने युनिकोडको लागि चाहिँ यहाँनिर कालीमाटी राखिदिनु। यहाँबाट यो जुन कम्प्युटर छ यो कम्प्युटरमा युनिकोड यहाँनिरबाट सिलेक्सन गर्ने, रोमनाइज हो कि ट्रेडिसनल हो जुनमा तपाईँहरू टाइप गर्दै हुनुहुन्छ त्यो त्यो युज गर्ने। अनि म रोमनाइजमा टाइप गर्छु भने मैले रोमनाइज सिलेक्सन गरेँ। यहाँनिरबाट म कालीमाटी भनेर सिलेक्सन गर्छु सुरुमा। ल हेर्नु है, यहाँनिर मेरो 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 के छ, कालीमाटी छ।
तर कालीमाटी चाहिँ मेरो युनिकोडमा मात्र युज हुन्छ फेरि। हेर्नु है, म जब युनिकोडबाट चेन्ज हुन्छु नि, चेन्ज हुने बित्तिकै मेरो माथि कालीमाटी युज हुँदैन। युनिकोडमा मात्र कालीमाटी फन्ट युज हुन्छ है। अब मैले यहाँ कालीमाटी युज गरेँ, अब मैले टाइप गर्दाखेरि चाहिँ बेला कुनै पनि, अब यो शक्ति राष्ट्रको लेख्नलाई त मलाई समय लाग्छ नि त, होइन? स लेख्नु पर्यो, अनि त्यसपछि त्यो मिलाउँदै जानु पर्यो, त्यो टाइम लाग्छ भने म यत्तिकै छोडिदिन्छु क्या। अनि स लेखेर चाहिँ छोड्न पाइयो सर? पाइयो नि, मजाले पाइहाल्यो नि। यो यसलाई चाहिँ बुझ्दैन नि फेरि। यो त्यसो त यो त यस्तो हो, यो इन्टेन्सनली भनेको त गरेको हो नि। हामीले लेख्दा लेख्दै अब अझै लाग्छ भने तपाईँहरूले यसरी यति लेखेर छोडिदिनु न। ए हस् सर हस्। यति गर्नुभयो भने मार्क्स राम्रो आउँछ है। एउटा फोकस भनेको के रहेछ, लामा शब्दहरूको साटो छोटा शब्दहरूमा बढी फोकस गर्ने। अनि किन बढी फोकस गर्ने भन्दाखेरि लामा शब्दले पनि त्यति नै मार्क्स क्यारी गरेको हुन्छ, छोटा शब्दले पनि त्यति नै मार्क्स क्यारी गरेको हुन्छ। छोटा शब्द लेख्नलाई पनि सजिलो, धेरै शब्द पनि लेखिन्छ, गल्ती पनि कम हुन्छ। यो हो है कुरा। यसरी मार्क्स आउँछ है नेपालीमा, इङ्ग्लिसमा। एकदमै राम्रो मार्क्स ल्याउन सक्नुहुन्छ यसरी यसरी गर्नुभयो भने चाहिँ। अब जस्तो कि यहाँनिर हेर्नुभयो भने मैले यो सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल यो भनेर यो छ नि, होइन? यसरी गर्दै जाँदाखेरि अब मैले यो लेख्नु पर्ने भयो भने अब भाग लिन नेपाली प्रतिनिधि नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार, यसरी गर्दै क्या यो लामो शब्दलाई यसरी छोडिदिने कि। यो गर्नु हो त यो प्रतिनिधि मण्डल लेखुन्जेलसम्ममा त अरू छोटा शब्द तिन चारवटा लेखिसकिन्छ। ठिक छ, यो चाहिँ एकदमै फलो गर्नु है हजुरहरूले। त्यसरी छोड्दाखेरि सर नम्बर काटिँदैन र? यस्तो हुन्छ नि त, यो शब्द त ल मैले यहाँनिरबाट प्रतिनिधि मण्डल लेख्दाखेरि हजुर। यो शब्द गलत हो नि, होइन? ए अँ, सही हो नि यो शब्द। सही हो। मैले यति लेखुन्जेलसम्ममा यहाँनिर सही त हुन्छ, तर सही हुन सक्ने चान्सेस बढी हुन्छ कि गलत हुन सक्ने चान्सेस बढी हुन्छ छिटो लेख्दाखेरि यो लामो शब्द। गलत हुने सम्भावना बेसी हुन्छ। हो, गलत हुन सक्ने सम्भावना बढी हुन्छ नि। हजुर। यही एउटा शब्द लेख्नलाई तपाईँहरूलाई 5 सेकेन्ड 6 सेकेन्ड लाग्छ। त्यही 6 सेकेन्डमा अरू तिनवटा शब्द लेख्न सक्नुहुन्छ भने लामो शब्द लेख्न थाल्ने कि छोटा शब्द लेख्न थाल्ने? भनेपछि नोइङली नै स्किप गर्नु पर्यो। हो, स्किप होइन, एउटा मतलब दुइटा अक्षर मिस्टेक लेखिदिने। मिस्टेक गरेर नोइङली स्किप हो गर्नु हो, पर्यो। एकदम एकदम त्यो गर्नु भएन भने मार्क्स आउँदैन है फेरि। अँ, भनेपछि एक एउटा वर्ड्स भयो भने एउटा अक्षर भयो भने लेटर भयो भने लेख्नु पर्यो। हो, लेखिदिने अनि अगाडि बढिहाल्ने। जस्तो अब यहीँ हेर्नु न, अब मलाई, अब म राम्रै टाइप गर्छु तर पनि मैले टाइप गर्दाखेरि मलाई लेख्दाखेरि मिस्टेक हुन सक्ने चान्सेस धेरै हुन्छ क्या, यसरी होइन? यो गर्दाखेरि अब मैले यहाँ हेर्नु त मेरो मिस्टेक भयो नि, यहाँ अगाडि यहाँ मेरो प्र हुनुपर्ने ठाउँमा आदि प र त भयो। यो त मिस्टेक भयो नि त, मैले यति लेखेँ पनि मेरो मिस्टेक त भयो नि त। अब अँ, फेरि म यसरी मेटाउन थाल्दिनँ क्या। उम्, यसरी मेटाउने नै होइन यो। छोटा शब्द बिग्रियो भने सच्याउने, लामा शब्द त सच्याउने नै होइन, अगाडि बढेको बढे गर्ने है त्यो। छोटा शब्द चाहिँ सच्याउनु पऱ्यो, किन भन्दाखेरि त त्यो शब्दले त हामीलाई मार्क्स ल्याउन सजिलो छ, सच्याउन पनि थोरै समय लाग्छ। त्यसो गरेर फलो गर्नुभयो भने नेपाली टाइपिङमा पनि राम्रो मार्क्स आउँछ है। पर्दैन, त्यहाँको नकारात्मक धारणाको कुरै होइन के यो। तपाईँले अझै कुरै बुझ्नु भएन। यो नकारात्मक धारणाको कुरा नै होइन, हामीलाई टाइप गर्नुपर्ने छ। यो टाइप गर्दाखेरि यो पुरै टाइप गर्नुपर्छ भन्ने होइन, हुबहु टाइप गर्ने। हुबहु टाइप गर्दाखेरि यदि गलत भएको छ भनेदेखि गलत शब्दलाई काउन्ट गरिँदैन, चाहे त्यो तपाईँहरूले सबै टाइप गर्नु। मैले यहाँनिर हेर्नु, मैले यहाँनिर नाम लेखेको छ नि, अब असंलग्न यहाँ तलपट्टि लगेर मैले के लेखेँ भन्दाखेरि असंलग्न आन्दोलन अभियान नाम लेखेँ, अनि अगाडिपट्टि गएँ, शीत युद्ध ध का भनेर यसरी लेखेँ नि, होइन? हजुर। यसरी
शीत युद्धका भन्यो भने अब मैले यो छोटो त लेखेँ तर मेरो यो पछाडिपट्टिको यो ब्राकेट नभएको हुनाले मेरो यो पुरै शब्द गलत भयो कि त्यस्तो हुन्छ क्या। इन्टेन्सन भन्ने नै हुँदैन यसमा। इन्टेन्सनली लिने भनेको त खालि लामा लामा शब्दलाई छोड्ने अनि छोटा छोटा शब्द मात्र टाइप गर्ने, त्यसलाई चाहिँ इन्टेन्सनल्ली भन्छ होइन। अरू भनेको त इन्टेन्सन हुँदैन है। जस्तो यो मैले यति छोडेँ, लेख्दाखेरि सर असंलग्नदेखि नामसम्ममै मिस्टेक हुन्छ कि नाम मात्रै मिस्टेक हुन्छ? यो नाम मात्र मिस्टेक हुन्छ, यो मात्र, ए, यति यो मात्र मिस्टेक हुन्छ क्या। यो पङ्क्चुएसन जुन शब्दसँग जोडिएको छ त्यो शब्द मात्र मिस्टेक हुन्छ। जस्तो मैले यहाँ लेख्दाखेरि नि अनि के लेखेँ भन्दाखेरि धर्म अर्थ लेखेँ नि, अर्थपछि कमा आउनु पर्ने थियो, कमा राखिनँ मैले। अनि लोभ लाभ यसरी लेखेँ भनेदेखि यो अर्थपछि कमा आएन, यो शब्द चाहिँ गलत भयो कि। यो अरू शब्द गलत हुँदैन। कुरा बुझ्नुभयो? यसरी यसरी टाइप गर्नुभयो भने चाहिँ मार्क्स राम्रो आउँछ है तपाईँहरूको नेपालीमा। अब यो सर सबै गर्दाखेरि मेरो यहाँनिर कतिवटा शब्द पुगिसक्यो भन्दाखेरि 28वटा शब्द पुगिसक्यो। यहाँ हेर्नु त तलपट्टि वर्डमा यसरी दिन्छ कि यहाँनिर 28वटा शब्द पुगिसक्यो। अझै लेख्दै 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 जाने हो भने त मेरो 120वटा 130वटा शब्द पुर्याउनलाई त मलाई कुनै गाह्रो भएन नि त। सर एउटा क्वेसन, जस्तै हजुर। यो युद्धमा जुन ध हुन्छ नि त्यो अर्को तरिकाले नि लेखिन्छ नि, अब त्यस्तो भेट्यो भने त्यो पनि गलतै मानिन्छ? अ, यस्तो हुन्छ अब हजुरले लेख्दाखेरि चाहिँ यसरी खासमा यसरी लेख्दा हुँदैन होइन। यो कसरी प्राय गरी युनिकोडमा चाहिँ है, प्रीतिमा पनि यो शब्द छ, प्रीतिमा त किवर्डमै छ, किमै छ यो शब्द होइन। युनिकोडमा चाहिँ तपाईँहरूले बोल्दाखेरि शब्दको उच्चारण जसरी हुन्छ त्यही उच्चारणको आधारमा लेख्ने हो क्या। युद्ध भनेको चाहिँ कस्तो हुन्छ भने य अनि उकार यु अनि आदि युद्ध ध हो नि त, पछाडिपट्टि पुरा ध छ। यहाँ देख्दाखेरि आदि ध जस्तो देखिए तापनि यो आदि ध होइन क्या, यो आदि द पुरा ध हो। यो चाहिँ यसरी युद्ध खुट्टा तानियो अनि ध लेखियो, यो यस्तो छ है, पुरा ध छ क्या यो चाहिँ। यसैलाई मैले ब्याक स्पेस थिचेर जोडिदिएँ भने यस्तो हुन्छ कि युद्ध हो यो चाहिँ है। यसरी लेख्नु पर्यो। अब यही कुरा मेरो फन्टमा पनि डिटरमाइन गर्छ है। मैले कुन फन्ट युज गर्छु त्यसको आधारमा यो कुरा देखिनलाई पनि फरक पर्छ। जस्तो कि मङ्गल युज गऱ्यो भने यसरी देखिन्छ है, त्यही कुरा है। अब कोकिला युज गऱ्यो भने अर्कै तरिकाले देखियो। अब यसलाई मैले निर्मला युज गरेँ भने अर्कै तरिकाले देखिन्छ। अब यसलाई मैले कालीमाटी युज गरेँ भने अर्कै तरिकाले देखिन्छ कि। मैले कुन फन्ट युज गर्दैछु त्यसको आधारमा मेरो शब्दहरू देखिने तरिका पनि फरक पर्छ। अनि सर जसरी देखिए पनि त्यो राइट छ भने त्यो नम्बर आउँछ होइन? एकदम 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 जसो गरे पनि हुन्छ। जस्तो हेर्नु यहीँनिर म तपाईँलाई दुई चारवटा शब्द लेखिदिन्छु है त। मैले यहाँ के लेखेँ भन्दाखेरि शक्ति लेखेँ एउटा होइन, शक्ति लेखेँ, तलपट्टि पनि शक्ति लेखेँ। यो दुइटै शक्ति उस्तै उस्तै देखियो नि, तर माथिपट्टिको शक्तिलाई चाहिँ मैले यहाँबाट के गरिदिएँ भने मङ्गल गरिदिएँ। ल भन्नु कुन सही हो कुन गलत हो? दुवै हेर्नु सही, त यो दुवै सही भयो। दुवै सही भयो नि होइन। त के चाहिँ रहेछ भन्दाखेरि मैले कुन फन्ट युज गर्छु त्यो फन्टले देखिने तरिका मात्र फरक पर्दो रहेछ क्या। फर इक्जाम्पल अब प्राय गरी यो यो जुन शब्दहरू छ नि यो शब्दहरू प्रीतिमा दिएको हुनसक्छ क्या। प्रीतिमा हामीलाई क्वेसनमा प्रीति फन्टमा टाइप गरेर दिएको हुनसक्छ, तर हामीसँग त अप्सन एभाइलेबल त युनिकोडमा पनि टाइप गर्न मिल्ने भनेको छ। अब यहाँनिर उतापट्टि यतापट्टि साइडमा के रहेछ त प्रीतिमा चाहिँ झरना रहेछ। प्रीतिमा झरना त यस्तो हुँदैन, झ त यस्तो हुँदैन। प्रीतिमा झ झ त भको पछाडिपट्टि खुट्टा तानेको जस्तो हुन्छ होइन। तर यसलाई गलत भन्न पाइँदैन क्या फेरि। यो मैले युनिकोडमा टाइप गरेको छु त्यही भएर यो मेरो लागि सही हुन्छ क्या। लोकसेवाले भ्यालिड मान्छ मान्छ कि मान्दैन एकदम भन्ने हो। एकदम भ्यालिड मान्छ, त्यो मान्नै हो, मान्ने नै हो त्यो। युनिकोडमा यो अक्षर झ यसलाई मानिन्छ त्यही भएर त्यो सही हुन्छ।
ठिक छ, यसमा कन्फ्युज नहुनु है हजुरहरू। अब म यहाँनिर कमा पछि स्पेस हुन्छ, यो कमा पछि स्पेस नहुने भन्ने हुँदैन। कमा पछि जहिले पनि स्पेस हुन्छ, किन भन्दा यो कमा अघिल्लो शब्दसँग जोडिने भएको हुनाले। यदि मैले यहाँनिर हेर्नु, अब तलपट्टि गएर हेर्नुभयो भने यो अहिले कतिवटा शब्द पुग्यो, 32वटा शब्द पुग्यो नि। अब कमा पछाडिको स्पेस मैले हटाइदिएँ भने यो 31वटा हुन्छ क्या शब्दै। त्यही भएर कमा पछि जहिले पनि स्पेस हुन्छ है। ठिक छ, टाइप गर्दाखेरि यो तरिकाले टाइप गर्नु पर्यो। सुरुमा प्र्याक्टिस गर्दा इङ्ग्लिसमा टाइपिङ प्र्याक्टिस गर्छौँ। इङ्ग्लिसमा कसरी टाइपिङ गर्ने भन्दाखेरि यसरी रोमनमा टाइप गर्ने क्या। तर टाइप गर्दाखेरि एउटा सेन्टेन्सको कुनै पनि वर्ड्स छुट्यो भने त्यो सेन्टेन्स पुरै इन्भ्यालिड हुन्छ कि के हुन्छ हुँदैन सर? हुँदैन हुँदैन, इन्भ्यालिड हुँदैन, करेक्ट हुन्छ। तर त्यसरी जानी जानी छुटाउनु चाहिँ भएन कि। छुटिहाल्यो भने चाहिँ के हुन्छ? केही फरक पर्दैन त्यसले पर्नलाई चाहिँ है। काउन्ट त सर हुन्छ। अनि काउन्ट, पूर्णविरामको अगाडि पनि एउटा स्पेस दिएर गर्ने? सरी म्याम, मैले हजुरले भनेको बुझिनँ। पूर्णविराम दिनुभन्दा अगाडि पनि स्पेस दिएर यस्तो यस्तो गर्ने हो? हुन्छ। हेर्नु क्वेसनमा कसरी दिएको छ भन्ने कुरामा भर पर्छ त्यो चाहिँ है। यदि मेरो यो क्वेसनमा चाहिँ पूर्ण विरामको अगाडिपट्टि स्पेस छ, सँगै टाँसिएको छैन, यो अलिकति पछाडिपट्टि गएको छ, त्यही भएर मैले पनि यसरी नै राख्नु पर्यो। क्वेसनमा यदि यहीँ क्वेसनमा दिएको प्याराग्राफमा सँगै स्पेस छ भनेदेखि यहीँनिर टाँसिएको छ भने सँगै दिन्छौँ। होइन टाँसिएको छैन, पछाडि गएको छ भने पछाडि राख्छौँ। तर ओभरअलमा चाहिँ स्पेस पछाडि नै पूर्ण विराम हुन्छ। यसरी जस्तो हेर्नु न, यहीँनिर मैले यसरी यहाँनिर छ भनेर यसरी राखेँ भने त प्राय गरी यो स्पेस चाहिँ यसरी हुँदैन क्या। यसरी नै हुने गर्छ पूर्ण विराम चाहिँ नेपालीमा चाहिँ। इङ्ग्लिसमा चाहिँ फुल स्टप सँगै हुन्छ यसरी। नेपालीमा चाहिँ प्राय गरी स्पेस पछाडि नै पूर्ण विराम हुने गर्छ। अनि प्र्याक्टिस गर्दाखेरि मैले अघि पनि भने नि, यसरी सुरुमा रोमनबाट प्र्याक्टिस सुरु गर्ने है हजुरले। यसरी रोमनबाट सुरु गर्ने, हामी यसरी गर्छौँ। अनि यसरी गर्दाखेरि सजिलो भयो हामीलाई। अब साथीहरूसँग जे कुराहरू गरिराखेको छ त्यही कुराहरू हामीले यहाँनिर चाहिँ गर्नु पर्यो। अनि सर यो पूर्णविराम छोड्दा मार्क्स के छ त? काटिँदैन वर्ड सर, काउन्ट यदि चाहिँ हुँदैन जोडिएको त? छ भने वर्ड काउन्ट हुँदैन। जस्तो पूर्ण विराम पछाडिपट्टि पनि जोडिएको छ भने, हिजोको क्लासमा पङ्क्चुएसनको कुरा गरेको थियौँ नि हामीले। पङ्क्चुएसन जस्ता हरू चाहिँ फुल स्टपहरू भए, पूर्ण विराम, कमा, एक्सक्लामेसनहरू, ब्राकेटहरू, ड्यासहरू, यस्ताहरू चाहिँ शब्दसँगै जोडिएर आउँछ। यदि छ भनेदेखि, त्यस्तो जोडिएको छ भने, त्यो मिस्टेक गरियो, त्यो छुट्याइयो भने त्यो जुन शब्दसँग जोडिएको छ त्यो शब्दलाई गलत मानिन्छ भनेर भन्छ क्या सर यसमा। त पुरै सेन्टेन्स चाहिँ जाँदैन त्यस्तोमा? हजुर हजुर हजुर, सेन्टेन्स चाहिँ जाँदैन। जुन शब्दसँग जोडिएको छ त्यो शब्द मात्र गलत भयो। इभन हुन्छ कहिलेकाहीँ हुन्छ। हाम्रो पुरै इन्टायर यो लाइनै छुट्छ क्या। अब यहाँनिर सेन्टेन्स भन्नु र लाइन भन्नु फरक हो है। यो चाहिँ एक्ज्याक्टली हामी वर्डको सेटअपहरू मिलाउँदाखेरि थाहा हुन्छ के हो सेन्टेन्स, के हो प्याराग्राफ, के हो लाइन भनेको भन्ने कुराहरू होइन। यसमा चाहिँ हजुरले कहिलेकाहीँ चाहिँ टाइप गर्दा गर्दै प्याराग्राफमा हामीले माथिको लाइन टाइप गर्दै हुन्छ, बिचको एउटा लाइनै मिस्टेकली नदेखिन सक्छ अथवा छुट्न सक्छ। कहिलेकाहीँ शब्दहरू उस्तै उस्तै भयो भने छुट्न सक्छ कि। हो त्यस्तो अवस्थामा पनि तपाईँहरूको मार्क्स पुरै गयो भनेर ठान्नु परेन। टाइप गरेर आउने हो मार्क्स। जति शब्द सही टाइप गर्नुभएको छ त्यति शब्दको मार्क्स आइहाल्छ। त्यही भएर मैले अघि जे कुरा तपाईँहरूलाई भने त्यो भनेको कुराहरूलाई चाहिँ फलो गर्नु होला। टाइपिङ प्र्याक्टिस गर्दाखेरि शब्दहरू सबै टाइप गर्ने, मिस्टेक भएको छ भने पनि सच्याउने। अब सच्याउँदाखेरि कसरी सच्याउने भन्ने हुन्छ फेरि हेर्नु। जस्तो हेर्नु यहाँनिर हेर्नु, अब मेरो यो कुनै लेख्नुपर्ने ठाउँमा के यु हुनुपर्ने ठाउँमा के ओ भयो नि। अब सच्याउने तरिका हुन्छ क्या। सच्याउनको लागि म यसरी ब्याक स्पेस थिचेर 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 जान्छु नि, मेरो धेरैचोटि ब्याक स्पेस थिच्नु पर्यो।
अब यसको लागि ब्याक स्पेस थिच्ने सबैभन्दा सजिलो तरिका भनेको चाहिँ मेरो पुरै इन्टायर शब्दलाई मेट्नु पर्ने छ भने, यो पुरै शब्दलाई मेट्नु पर्ने छ भने तपाईँहरूले कर्सर जानेर छ, यो ठ्याक्कै योभन्दा यतापट्टिको शब्द मेट्नु पर्ने छ भने कन्ट्रोल थिचेर एकचोटि ब्याक स्पेस प्रेस गर्ने। मैले किबोर्डबाट कन्ट्रोल थिचेँ, ब्याक स्पेस प्रेस गरेँ भने कर्सरभन्दा लेटेस्ट लेफ्ट साइडको जुन वर्ड छ त्यो इन्टायर वर्ड सबै मेटिदिन्छ। यसरी मेट्न सकिन्छ है। एकचोटि गऱ्यो भने सिङ्गल सिङ्गल वर्डहरू मेटिन्छ होइन। सिधै कन्ट्रोल थिचेर प्रेस गऱ्यो भने चाहिँ पुरै वर्ड नै मेटिन्छ। यसरी गर्न सकिन्छ। अनि फेरि मेटियो ला भन्ने भयो भने रिडु कसरी गर्ने रे? यसरी मेट्यो ला, मैले त पुरानै अवस्थामा फर्किनु पर्यो। कसरी फर्किने? कन्ट्रोल जेड कन्ट्रोल गर्नु। वाइ। कन्ट्रोल जेड। कन्ट्रोल वाइ भन्यो भनेदेखि त यसरी मेटिन्छ है। मेरो त मेटिएको कुराहरूलाई फेरि ल्याउनु पर्यो नि त। मैले जे गरेँ त्योभन्दा प्रिभियस ठाउँमा जानु पर्यो भने कन्ट्रोल जेड गर्ने के यसरी। कन्ट्रोल वाइ वाइ गर्दै जानुभयो भने त यसरी यस्तो हुन्छ है। यसरी गर्नु पर्यो। कन्ट्रोल जेड कन्ट्रोल वाइ चाहिँ त्यसरी प्रयोग गर्न सकिन्छ। पुरानो अवस्थामा फर्किनु पर्यो भने कन्ट्रोल जेड गर्ने। मैले जे गरेँ त्योभन्दा प्रिभियस जस्तो थियो त्यो ठाउँमा पुग्नु पर्यो भनेदेखि चाहिँ अब मानौँ कि मैले यसरी लेखेँ नि होइन, मैले लेखेको पुरा फेरि मेटेर फेरि ल मैले यसरी लेखिदिएँ। अब यसरी लेखेँ भने फेरि मैले मेटेँ। अब फेरि मैले कन्ट्रोल जेड गरेँ भने यस्तो हुन्छ। मैले कन्ट्रोल वाइ गरेँ भने चाहिँ यस्तो हुन्छ कि है। प्रिभियसबाट लेटेस्ट उयसमा जानको लागि त्यसरी काम हुने भयो यो चाहिँ। ठिक छ। यसरी अब टाइपिङ गर्दाखेरि यसरी गर्ने हो कि। यो गर्नको लागि मैले काहीँ बुक पनि हेरिरहनु परेन, केही पनि गर्नु परेन। अनि मलाई जे आउँछ त्यही कुराहरू यसरी लेख्ने। यो भनेको चाहिँ हाम्रो इङ्ग्लिस टाइपिङ प्र्याक्टिस हो। यो मेरो कि कुन कि कहाँनिर छ भनेर मेरो औँलालाई देखाउनको लागि। अनि प्लिज तपाईँहरूले हातको नङ चाहिँ काट्नु होला। नङ पाल्छौँ नि हामी होइन। मैले लेडिज साथीहरूलाई मात्र भनेको होइन, मैले जेन्ट्स साथीहरूलाई पनि भनेको हातको नङ चाहिँ काट्नु होला है यो एक्जामभरिको लागि चाहिँ। किन भन्दा नङले टाइपिङ गर्नको लागि एकदमै धेरै झन्झट गर्छ। नङ काटेर टाइपिङ प्र्याक्टिस गर्नु है त। अनि एक्जाम सकिसकेपछि मजाले पाल्ने। अहिले चाहिँ गाह्रो हुन्छ क्या नङ राखेर टाइपिङ गर्नको लागि। ठिक छ। अनि सँगसँगै अरू एप्लिकेसनहरू हुन्छ जस्तो टाइपशाला भयो होइन। टाइपशालाहरू छ। अनि अर्को गुगल सर्च गरेर पनि हुन्छ। गुगल सर्च गरेर पनि हामी वेब एप्लिकेसनहरू युज गर्न सक्छौँ। जस्तो मैले यहाँनिर गएर चाहिँ के गरेँ भन्दाखेरि टाइपिङ टेस्ट भन्ने एउटा छ। यो टाइपिङ टेस्टमा गएँ। अब यसले यहीँनिर दिन्छ है कति सेकेन्डको लिने, कस्तो टेक्स्टहरू लिने, यहीँबाट हेर्न मिल्छ कि। यसरी गर्ने। अनि मैले स्टार्ट टेस्ट गरेँ भनेदेखि चाहिँ यसले मलाई यहाँनिर एउटा सेन्टेन्सहरू दिन्छ यी यसरी। अब मैले यहाँ टाइपिङ जब म टाइपिङ सुरु गर्छु मेरो यो टाइमिङ सुरु हुन्छ। अनि यहीँनिर मेरो स्पिड देखाउँछ क्या। अब मेरो स्पिड पनि त्यति धेरै त छैन। अनि यहाँ इट अब हेर्नु है। जस्तो यो मैले लेख्दैछु नि, यो लेख्दाखेरि मैले यहाँनिर कमा छुटाएँ भने मेरो त्यो मिस्टेक हुन्छ। यो वर्ड पुरै मिस्टेक हुन्छ। त्यही भएर यस्तो कुराहरूलाई चाहिँ फलो गरेर ब्याक आएर मेट्ने होइन। त्यो हजुरहरूले लामा लामा शब्दहरूलाई चाहिँ मेट्ने कोसिस गर्ने होइन भन्न खोजेको त्यो भएर पनि हो है। यस्तो गुगल सर्च गर्नु त हजुरहरूले। यहाँनिर टाइपिङको लागि अरू धेरै साइटहरू पनि छन्। जस्तो यो टाइपिङ.com भन्ने पनि छ होइन।
यो टाइपिङ.कममा गएर यहाँनिरबाट टाइमिङ टेस्टहरू लिन सक्नुहुन्छ। तर यहाँनिर हेर्दाखेरि चाहिँ अलिकति भरपर्दो साइटहरू युज गर्नु पर्यो होइन। त्यो केही साइटहरूको लिङ्क म तपाईँहरूलाई पनि यहाँनिरबाट प्रोभाइड गरिदिन्छु। हाम्रो वाट्सएप ग्रुपमा छौँ हामी जोडिएका होइन। त्यो वाट्सएप ग्रुपमा यदि साथीहरू वाट्सएप ग्रुपमा जोडिनु भएको छैन भनेदेखि त्यहाँ नम्बरहरू दिनु होला, त्यहाँ एड गरिदिनुहुन्छ अनि हजुरहरूलाई नोटहरू पनि सबै म त्यही ग्रुपमा सेयर गरिदिन्छु। त्यहीँबाट हजुरहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ है त, हाम्रो नोट क्वेसनको सेटहरू। ठिक छ अफलाइन यसरी। एप्लिकेसन छ कि छैन सर यसको? हजुर टाइपिङ स्पिड टेस्ट गर्नको लागि अफलाइन एप्लिकेसन छ भने? अफलाइन त यो टाइपशाला छ एउटा नेपालीको लागि चाहिँ, अनि त अब त्यो चाहिँ अनलाइनबाटै हुन्छ क्यार। अफलाइनबाट त इन्स्टल गर्ने खालको एप्लिकेसन चाहिँ अब हेर्नु पऱ्यो। तर अब कस्तो हुन्छ भने त्यस्ता एप्लिकेसनहरू चाहिँ प्रायः गरी अलिकति सेक्युरिटीको हिसाबमा चाहिँ अलिकति विक हुन्छन् क्या। कुनै कुनै एप्लिकेसनहरू चाहिँ मेलवेयर टाइपको हुन्छ होइन। अनि हामीले इन्स्टल त गर्छौँ तर त्यसबाट भाइरस आउन सक्ने चान्सेसहरू एकदमै धेरै हुन्छ। अनि मैले चाहिँ युज गरेको छैन ठ्याक्कै अफलाइन एप्लिकेसन चाहिँ, अनलाइनबाटै गर्ने हो गर्दाखेरि चाहिँ हजुरहरूले पनि त्यो अनलाइन युज गर्न चाहिँ सक्नुहुन्छ। तर त्योभन्दा अगाडिपट्टि यसरी आफ्नो टाइपिङ स्पिड चाहिँ आफैले बढाउनु पऱ्यो क्या। आफैले टाइप गर्ने हो क्या रोमनमा नि। जस्तो साथीहरू अनि प्लस एउटा चाहिँ अब साथीहरूसँग कुरा गर्दाखेरि मोबाइलको युज नगर्नु। म्यासेजिङ गर्दाखेरि भरसक ल्यापटपहरूकै युज गर्नु होइन। म्यासेन्जर पनि ल्यापटपमै खोल्ने, भाइबर छ भने ल्यापटपकै युज गर्ने, वाट्सएप छ भने ल्यापटपकै युज गर्ने, त्यहाँबाट टाइपिङ गर्ने है त। युनिकोड इन्स्टल गर्नुभएको छ भने युनिकोडमै टाइपिङ गर्न मिलिहाल्यो, नेपाली पनि इङ्ग्लिस त हामीसँग छँदैछ। त्यहाँबाट टाइप गर्नुभयो भनेदेखि एकदमै छिटो टाइपिङ स्पिड बढ्छ। च्याटबाट चाहिँ एकदमै छिटो टाइपिङ स्पिड बढ्न सक्ने चान्सेस हुन्छ है। 5-6 दिन तपाईँहरूले च्याटिङ गर्नुभयो भनेदेखि एकदमै धेरै स्पिड बढ्छ कम्प्युटरबाटै। मोबाइल फोनमा बुढी औँलाले त एउटै औँलाले त कति छिटो टाइप गरिन्छ भने हाम्रो ल्यापटपमा त 4वटा 5वटा औँलाको युज गर्दाखेरि त होइन, एउटा हातको 4वटा औँला अर्को हातको 4वटा औँला 8वटा औँला युज गर्दाखेरि त झन् छिटो टाइप हुन्छ है। अनि रोमनमा यो टाइपिङ प्र्याक्टिस गर्ने मैले धेरैचोटि भनिसकेँ तपाईँहरूलाई। रोमनमा सुरु गर्ने बुकहरू नहेरिकन यहीँनिर आफूलाई नै जे मन लाग्छ त्यो टाइप गर्दै 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 जाने। कुनै कथा लेख्न मन लाग्यो, कुनै कविता लेख्न मन लाग्यो, रोमनमै लेखिदिने होइन। तपाईँले यसरी लेख्न सक्नुहुन्छ यो। अनि तलपट्टि यो जुन रातो लाइन आएको छ यो रातो लाइनसँग हामीलाई मतलब भएन। यो इङ्ग्लिसमा मात्र हो। प्रीतिमा लेख्नुहुन्छ भने त प्रीतिमा त अलमोस्ट सबै शब्दमा रातो लाइन आउँछ। अनि युनिकोड चाहिँ ट्रेडिसनल युज गर्ने कि रोमनाइज युज गर्ने भनेर अघि सोध्दै हुनुहुन्छ च्याटमा होइन। तपाईँहरूले कुन युज गर्ने, कुनमा टाइपिङ प्र्याक्टिस छिटो हुन्छ भन्दाखेरि अब कसैले प्रीतिमा एकदम छिटो हुन्छ भन्नुहुन्छ, कसैले होइन ट्रेडिसनलमा छिटो हुन्छ भन्नुहुन्छ, कसैले रोमनाइजमा छिटो हुन्छ भनेर भन्नुहुन्छ। यो भनेको चाहिँ हामी केमा टाइपिङ गर्छौँ भन्ने कुरामा भर पर्ने भयो कि कसरी टाइपिङ गर्छौँ भन्ने कुराहरूमा, हाम्रो आवश्यकता के हो भन्ने कुराहरूमा भर पर्ने भयो। अब अहिले पनि सरकारी कार्यालयहरू अलमोस्ट सबै सरकारी कार्यालयहरूमा युनिकोडको प्रयोग हुन्छ। रोमनाइज अथवा ट्रेडिसनल दुईटा मध्ये कुनै एउटा युनिकोडको प्रयोग हुन्छ। तर एक्जाम चाहिँ दिनको लागि प्रीतिमा पनि दिन पाइन्छ। त्यही भएर जुनसुकैमा युज गरे पनि भयो। प्रीतिको एउटा बेफाइदा भनेको चाहिँ कति अक्षरहरू चाहिँ हामीलाई अल्ट थिचेर कोड याद गर्नुपर्छ। जस्तो डबल इन्भर्टेड कमा भयो, सिङ्गल इन्भर्टेड कमा भयो, ट्रको लागि आउने जुन तलपट्टिको जुन रेफ हुन्छ त्यो भयो होइन। त्यस्तो खालको चाहिँ कोड याद गर्नुपर्छ क्या। त्यो कोड याद छैन भनेदेखि यहाँ इन्सर्टमा गएर, यो जुन इन्सर्ट छ इन्सर्टमा गएर सिम्बोलमा गएर, मोर सिम्बोलमा गएर, अनि यहाँनिर प्रीति यो फन्ट छानेर होइन, प्रीति फन्ट छानेर यहाँबाट हाल्नुपर्छ। त्यो गाह्रो हुन्छ। जस्तो मलाई ट्र चाहिएको छ भने, यो ट्र चाहिएको छ भने यो ट्रको लागि कोड चाहिँ कति हो त भन्दा अल्ट थिचेर 0171 हाल्नु पर्यो, जसले चाहिँ मलाई यहाँनिर ट्र निकालिदिन्छ है। त्यो कोडहरू हामीलाई याद हुनुपर्छ कि यो डबल इन्भर्टेड कमाको लागि 0198 छ, यो ओपनको लागि 230 छ, 0230। यो डट निकाल्नु पर्यो भने 0222 छ। अनि यो सबैको लागि छ है। इच एन्ड एभ्री वर्डहरूको लागि चाहिँ यसले कोड दिएको छ अल्टसँगै हो। त्यो यसरी जुन स्पेसल क्यारेक्टरहरू हुन्छ
त्यो स्पेसल क्यारेक्टरहरूको लागि चाहिँ यसरी कोडहरू दिन्छ। अनि यो कोडहरू युज गरेर हामीले शब्दहरू युज गर्नु लेख्नुपर्ने हुन्छ। कृतिमा त्यो एउटा बेफाइदा छ। ट्रेडिसनलमा पनि जस्तो सर डबल त्यो इन्भर्टेड। हजुर भर्याङको भर्याङ लेख्दाखेरि नि कृतिबाट हजुर लेख्दाखेरि यको अगाडि चुचो निस्किन्छ। हजुर अनि तपाईँको युनिकोडमा लेख्दाखेरि तपाईँको माथि रेफ लाग्छ कि। यस्तो भन्नुभएको होइन हजुर। हो। अब यसलाई हेर्नु है त, यो भर्याङ भनेको चाहिँ यस्तो हुन्छ त, हजुरले भन्नुभएको यस्तो भयो होला। अँ यो भइदिन्छ। हो। अब यो भनेको चाहिँ हामीलाई अब युनिकोड क्वेसनमा कुनै एउटा दिएर हामीले टाइप गर्दाखेरि अर्को भइदियो भने चाहिँ त्यो भ्यालिड हुन्छ कि हुँदैन? भ्यालिड हुँदैन सर। यो भर्याङ यस्तो खालको क्वेसनमा यस्तो खालको दिएको छ, हजुरले अँ टाइप गर्दाखेरि यो भयो भने यो भ्यालिड भएन, यो गलत भएन। भयो। अब यसलाई चाहिँ बनाउने तरिका हुन्छ क्या। अब युनिकोडमा भन्छ है, प्रीतिमा त परेन यो युनिकोड। जसले युनिकोडमा टाइप गर्नुहुन्छ उहाँहरूलाई शब्द बनाउन चाहिँ जान्नुपर्छ। फेरि शब्द बनाउने तरिका भनेको चाहिँ मैले अघि पनि भने, आफूले जसरी उच्चारण गरिन्छ त्यसको आधारमा हामी शब्द बनाउँछौँ। अब मैले यहाँनिर के भने भन्दाखेरि 2000 विक्रम सम्वत 2051 सालबाट मा माओवादी द्वन्द भनेर लेख्नु पर्यो भने, द्वन्द भनेको त के हो भन्दाखेरि द आदि द द्व हो नि त। आदि द अनि व हो कि, त्यही भएर आदि द व द्व अनि आदि न अनि फेरि आदि द अनि व, ल। यसलाई द्वन द्व भनेर भन्छ क्या। जसरी उच्चारण गर्छौँ त्यसको आधारमा हाम्रो शब्दको पोजिसनहरू, अक्षरको पोजिसनहरू मिल्नु पर्यो। मैले आदि द र व लेखेँ भने द्व हुँदो रहेछ यी। अनि आदि न लेखेँ भने यी आदि न भयो। अनि फेरि आदि द र व लेखेँ भने द्वन्द्व भयो कि। यस्तो हुन्छ है। अनि बुद्ध हुन्छ नि, होइन? जस्तो मैले बुद्ध ध हुन्छ भने बुलाई उकार बु, द आदि अनि ध पुरा बुद्ध, यस्तो हुन्छ। यसरी लेख्नु पर्यो। विद्यालय र विद्यालय पनि छ अँ, फरक। वि विद्यालय हुन्छ, यस्तो हो। विद्यालय हो क्या, विद्यालय होइन, यो होइन। विद्यालय हुन्छ यसरी, विद्याको विद्यालय, विद्या हुँदैन, आदि ध हुँदैन त्यसमा, विद्या हुन्छ कि। तर यो मङ्गल र तपाईँको क्यालिब्री एकुनमा चाहिँ एउटामा चाहिँ त्यो अगाडिको चाहिँ विद्यालय बन्दैन कि। यस्तो हुन्छ। हो यस्तो हुन्छ। यसले फरक परेन नि त फेरि। यो त कसरी देखिँदैछ भन्ने कुराहरूमा हो क्या। उम्, विद्यालय भन्ने यही कुरालाई मैले चाहिँ फन्ट चेन्ज गरिदिएँ भने त मिल्छ नि त यो त। यसरी उम्। यो यो भनेपछि हुन्छ है फन्ट त। चेन्ज अब गरेर अर्को मिल्यो भने भनेको, चाहिँ त्यो भ्यालिड भयो। हजुर, यो हामीले यस्तो छ भने पनि, अघिको जस्तै छ भने पनि यसलाई चाहिँ उम्, भ्यालिड मान्छ। यो चाहिँ उम्, भ्यालिड भयो फेरि। उम्, अब मैले राष्ट्रिय समाचार माध्यमबाट भनेर लेख्नु पर्यो भने यहाँनिर के गर्नु पर्यो, राष्ट्र भन्नु पर्यो भने राष्ट्र त अनि आदि ट र र हो क्या। ट्र भनेको चाहिँ होइन, ट्र भनेको कस्तो हो भने ट आदि र पुरा, यसलाई ट आदि र र भएर ट्र हुन्छ यसरी। त्यही भएर रास लेख्नु पर्यो भने रास ट आदि र पुरा राष्ट्र भयो। अनि इकार दिनु पर्यो भने इ अनि य। युनिकोडमा दीर्घ इकार होस् चाहे ह्रस्व इकार होस्, शब्दको पछाडिपट्टि दिने गरिन्छ। जस्तो नियम भनेर नीति लेख्नुपर्ने भयो भने नीति, यस्तो हुन्छ नि, होइन? उम्, कृतिमा चाहिँ नलेखेर इकार दिन्छ अनि इकार लेखेर त दिन्छ। तर युनिकोडमा चाहिँ जहिले पनि शब्द लेख्ने अनि त्यसको इकार हुन्छ, चाहे त्यो दीर्घ इकार होस् चाहे ह्रस्व इकार होस्। ह्रस्व दीर्घ जुनसुकै भए पनि शब्दको पछाडिपट्टि त्यो शब्दलाई दिने इकार लेख्नु पर्यो। अब यो भर्याङको कुरा गरौँ है त। अब यहाँनिर अरू अरू एक दुईवटा शब्दहरू बनाउँछु है त। आज इलाममा भयानक पानी पर्यो। यो सही हो, यो सही हो कि होइन?
प्रीतिमा सही के अरे युनिकोडमा प्रीतिमा त सही होइन यो। प्रीतिमा सही होइन, युनिकोडमा पनि यो सही होइन शब्द, होइन। यही शब्द के हुन्छ भने आज यस्तो हुन्छ, होइन। हो यो हुन्छ नि, होइन। हो अब यो भनेको चाहिँ र जुन छ यो आदि र हो, तर यो आदि र चाहिँ बिचमा आयो नि यसरी। उम्, कहिलेकाहीँ अब हामीले यसरी लेख्छौँ, होइन। विश्व समुदाय माझमा मैले यो लेखेँ, अनि विश्व लेखेँ। शब्द कुन सही हो, तलको माथिको कुन सही हो? तल्लो। यो विश्व चाहिँ दुइटै सही हो फेरि, तलको पनि सही छ माथिको पनि सही छ के। हाम्रो प्रीतिमा यो यसरी देखिन्छ, युनिकोडमा चाहिँ विश्व यसरी देखिन्छ, उम्, होइन। दुइटै सही हो फेरि, यसमा गलत भनेर भन्न पाइँदैन। युनिकोडमा चाहिँ यसरी नै लेखिन्छ विश्व भन्ने कुरा, होइन। अब अब यो विभिन्न पनि नजोडिन्छ। हजुर यस्तो हुन्छ, विभिन्न पनि त्र जस्तो देखिन्छ, उम्, यसरी त्र उम्, जस्तो देखिन्छ नि। अनि हामीले यसरी पनि लेख्न सक्छौँ क्या, यो, होइन। लेख्ने तरिका हुन्छ। अब यो चाहिँ कस्तो हुन्छ भनेदेखि तपाईँहरूले किबोर्डको लेआउट हेर्नुभयो भनेदेखि यो लेआउटमा एउटा जिरो विथ जोइनर, जसलाई हामी जेडब्लुएनजे र अनि जेडब्लुएनजे भनेर भन्छौँ क्या, एउटा जिरो विथ सर सर, यो जोइनर। पर्यायको र कसरी लेख्ने सर त्यो त्यही बिचवाला? त्यही त्यही सिकाउँदैछु सर, यहाँ हेर्नु ल। जिरो विथ जोइनर र जिरो विथ नन जोइनर भन्छ है यसलाई, जेडब्लुजे र जेडब्लुएनजे भनेर भन्छ। जुन चाहिँ कहाँनिर छ भने इजिकल्स टु ओर प्लसको की हो के यो भनेको चाहिँ, ठिक छ। जेडब्लुजे भनेको चाहिँ इक्वल्स टु हो, जेडब्लुएनजे भनेको चाहिँ प्लस की हो, यसरी बुझ्नु पर्यो। जिरो विथ जोइनर भन्छ भने जुन हामीले जिरो भनेको के हो, जुन यस्तो यस्तो यो गोलो 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 देखाएर ओकार देखाएको थियो नि मैले हिजोको यसमा तपाईँहरूलाई सेयर गर्दाखेरि, जुन किबोर्डको लेआउटमा त्यस्तो खालको ओकार देखाएको थियो, उकार देखाएको थियो, जो भनेको चाहिँ अगाडिको शब्दसँग जे युज गरिन्छ त्यो मा लाग्ने भनेर भन्न खोजिरहेको थिएँ। यहाँनिर पनि सेम त्यही। अब मैले भर्याङ लेख्नु पर्ने भयो भने चाहिँ यसरी लेख्छु। अब अर्को हेर्नु, यहाँनिर मैले ल यसरी लेखेँ। यो श्रीमानको भनेको त शब्द गलत भयो नि त, यो त होइन। अब श्रीमान। लेखिन्छ कसरी भन्दाखेरि नि, अब मैले यसमा श्रीमान भनेर लेखेँ। अब अँ, मेरो यो जुन आदि अक्षर छ, यो आदि अक्षर पछाडिको अक्षरसँग के गर्ने त जोडे। भन्ने कुरा, यसरी अँ, जोड्ने हो कि यसलाई सिङ्गै राख्ने हो, खुट्टा अँ, तानेर राख्ने हो। यदि खुट्टा तानेर राख्ने हो भने हामीले के गर्नु पर्यो, सिफ्ट थिचेर इक्वल्स टु प्रेस गर्नु पर्यो यसरी, जसलाई अँ, जिरो विथ नन जोइनर भनेर भन्छ क्या। अँ, सिफ्ट थिचेर इक्वल्स टु भनेको त प्लस हो नि त, अँ, होइन। जिरो विथ नन जोइनर, यो जुन खुट्टा काटिएको शब्द छ, यो खुट्टा काटिएको शब्द पछाडिको शब्दसँग नजोडिकन राख्ने भनेको हो। पछाडिको शब्दसँग नजोड्ने भन्न खोजेको। अब मैले यो भर्याङको यस्तो खालको र बनाउनु पर्ने भयो भने अब कसरी राख्नु पर्यो त, भर। अब यो जुन र छ यो रलाई चाहिँ पछाडिको जुन अक्षर आउँदैछ त्यो अक्षरसँग जोड्ने भन्ने हो भने म एक्चुली इक्वल्स टु मात्र प्रेस गर्छु क्या, यसरी। सिफ्ट प्लस इजिकल टु थिच्नु पर्यो नि सर। यसको लागि सिङ्गै बनाउनु पर्ने भयो जस्तो यही यदि र यसरी नै राख्नुपर्ने छ भने चाहिँ सिफ्ट इक्वल्स टु गर्ने भयौँ यसको लागि चाहिँ माथिपट्टिको यसको लागि चाहिँ सिफ्ट इक्वल्स टु नगरेर इक्वल्स टु मात्र प्रेस गरिदिने भयो, यसरी भर अनि इक्वल्स टु यसरी गरिन्छ है। अब जो जनसङ्ख्या लेख्नु पर्यो, सुरुको भर्याङको लागि चाहिँ सिफ्ट प्लस इक्वल कि इक्वल्स टु मात्र, इक्वल्स टु मात्रै? हजुर।
जनसङ्ख्या यो सही हुन्छ कि यो सही हुन्छ? कुनै कुनैमा यस्तो खालको हुनसक्छ, कुनै कुनैमा यस्तो खालको हुनसक्छ। अब क्वेसनमा यदि यस्तो खालको दिएको छ, तपाईँहरूले यस्तो लेख्नुभयो भने गलत भयो फेरि त्यो। अँ, उच्चारण गर्दाखेरि चाहिँ जनसङ्ख्या नै भनेर उच्चारण गरिन्छ, तर प्याराग्राफमा यो यो शब्द छ भने माथिपट्टि तपाईँहरूले लेख्दाखेरि यो लेख्नुभयो भने यसलाई गलत मानिन्छ है। के भयो मेरो आवाज आएन त? भयो ए यतिसम्म? ठिक छ। यतिसम्म केही कन्फ्युज छ कि छैन हेर्नु त। यो अब सर रोमनाइजमा सर सर जोड्नु पर्यो भने सर इक्वल टु, र जोड्नु परेन भने सिफ्ट प्लस इक्वल टु हो सर। एकदम ठ्याक्कै त्यही सर, त्यसरी नै गर्नुभयो भने मिल्छ। यो कुनै पनि आदि अक्षर पछाडिको अक्षरसँग नजोडिकन राख्ने हो, त्यसलाई यसरी आदि नै रूपमा देखाउने हो भने सिफ्ट इक्वल्स टु प्रेस गर्ने। अनि आदि अक्षर त्यसलाई चाहिँ पछाडिको अक्षरसँग जोड्नु पर्ने छ भने त्यस्तो अवस्थामा इक्वल्स टु मात्र प्रेस गर्ने। ठिक छ। ल अब मैले हिजो तपाईँहरूलाई के भनेको थिएँ भने डिजेबल अटो करेक्ट एन्ड अटो क्यापिटलाइज अप्सन इन एमएस वर्ड भनेर थिएँ। यो एक्ज्याक्टली एक्जाम हलमा पनि यो डिजेबल गरिएको हुन्छ र हामीले यहाँनिर टाइप गर्दाखेरि पनि डिजेबल गर्नुपर्छ। यो मेरोमा डिजेबल छैन। जस्तो कि मैले मैले यहाँनिर दिस लेखेर स्पेस गरेँ भने यो अगाडिको मेरो स्मल टी आफै क्यापिटल टी भएको छ। यो अब समस्या एकदमै हुन्छ प्रीतिमा साथी टाइप गर्ने साथीहरूको लागि। यो अगाडिको अक्षर आदि भइदिन्छ क्या यसरी, होइन? जस्तो कि मैले यहाँनिरबाट प्रीति छाने अनि यहाँनिर गएर चाहिँ मैले नेपाल लेख्न खोजेँ भने नेपाल कसरी ज अनि ल भनेर लेख्यो भने यो ज चाहिँ आदि भयो कि, आदि ज अनि पुरा ल भयो। यस्तो समस्या हुन्छ। यो किन भएको भन्दाखेरि मैले यो जुन जे गरेको छु, जेएलजे गरेको छ नि, हेर्नु त, यो सरी एचएन जुन गरेको छ, एचएन चाहिँ जे गरेको छ, यो एच चाहिँ स्मलमा थियो अघिसम्म, अहिले क्यापिटलमा भइदियो क्या। यो सबै प्रुफिङमा भएको अप्सनहरू हो। यो अटो क्यापिटलाइज अप्सन इनेबल छ, त्यही भएर यस्तो खालको समस्या आउँछ। सरी, यसलाई चाहिँ तपाईँहरूले इङ्ग्लिसमा टाइप गर्दाखेरि होस् अथवा नेपालीमा टाइप गर्दाखेरि होस्, जहिले पनि डिजेबल गरेर राख्ने। उहाँ उहाँ एक्जाम हलमा पनि यो डिजेबल नै हुन्छ। यो हामीले इनेबल गर्ने भनेर भन्दा पाउँदैनौँ। म युनिकोडमा टाइप गर्छु, म चाहिँ यो अटो क्यापिटलाइजलाई इनेबल गर्छु भनेर भन्दा त्यहाँनिर गर्न पाइँदैन। वर्ड अप्सन चलाउन पाइँदैन त्यहाँनिर। तर हामीले हाम्रो कम्प्युटरमा चलाउन पाइन्छ, त्यही भएर यसलाई चाहिँ यहाँ राख्ने। अब यो वर्ड अप्सनलाई इनेबल र डिजेबल गर्ने प्रोसेस छ। कसरी भन्दाखेरि यो एकचोटि गर्नुभयो भनेदेखि मेरो इन्टायर कम्प्युटरभरिको वर्ड एप्लिकेसनमा चेन्ज हुन्छ। मैले यो फाइल सेभ गरेँ, अर्को फाइल खोलेँ भने पनि त्यो फाइलमा पनि मैले जे अगाडिको फाइलबाट जे वर्ड अप्सन सेट गरेको छु त्यही वर्ड अप्सन नै त्यहाँनिर पनि लागु हुने गर्छ है। त्यसको लागि अब त्यो मेरो कुन भर्जनको वर्डको फाइल हो त्यसमा भर पर्छ। अब मैले 2007को युज गरेँ भनेदेखि यहाँनिर यो ठुलो गोलो आइकन हुन्छ कलरफुल जस्तो,
त्यसलाई अफिस बटन भनेर भन्छ। यदि 2010 र त्योभन्दा माथिको अफिस युज गर्दै हुनुहुन्छ भने त्यसको ठाउँमा यहाँनिर फाइल भनेर आउँछ। ठिक छ। यहाँनिर यदि फाइल आएको छ भनेदेखि त्यो 2010 अथवा 2010 भन्दा माथिको हो। एकचोटि फाइलमा क्लिक गर्नुभयो भनेदेखि आउने अप्सन यसरी खुल्छ नि, अथवा अफिस बटनमा क्लिक गर्नुभयो भने पनि यही अप्सन खुल्छ। यस्तै खालको साइडमा हेर्नुभयो भने यसरी न्यू, ओपन, इन्फो, सेभ, सेभेज, प्रिन्ट, सेयर, एक्सपोर्ट आदि कुराहरू यसरी नै आउँछ। अनि यहाँ साइडमा यतापट्टि साइडमा एउटा कि त वर्ड अप्सन हुनसक्छ यहाँनिर, अथवा यहाँनिर अप्सन भन्ने छ भने यो अप्सन मात्र हुनसक्छ। त्यो खोल्नु, कि त वर्ड अप्सन कि त अप्सन है। नोट पनि गर्नु ल कपीमा। फाइल, यो अफिस, यो माइक्रोसफ्ट वर्डको फाइल ट्याब भन्छ यसलाई होइन। नेभिगेसन पनि भन्छ, मेनु पनि भन्छ, ट्याब पनि भन्छ है। फाइल ट्याबमा क्लिक गर्ने एकचोटि, अनि त्यहाँबाट वर्ड अप्सन, यो जुन अप्सन छ मेरोमा अप्सन मात्र छ, हजुरकोमा पनि त्यहाँनिर अप्सन मात्र हुन सक्ला अथवा वर्ड अप्सन हुन सक्ला। जे छ त्यो अप्सन अथवा वर्ड अप्सनमा क्लिक गर्ने। जब म यो अप्सन अथवा वर्ड अप्सनमा क्लिक गर्छु मेरोमा यसरी खुल्छ है। यो हजुरकोमा पनि सेम यसरी नै खुल्ने हो। अब यहाँनिर धेरै कुरा छ मिलाउने, तर हामीलाई मिलाइरहनु पर्ने त्यहाँनिर गएर आवश्यक पर्दैन। उहाँहरूले ल्याबमा चलाउन पनि दिनुहुन्न हामीलाई। अब यसमा हामीलाई चाहिने भनेको 2-3टा कुराहरू मात्र यसबाट हेर्नुपर्ने। यो जुन जनरल छ, यो जनरलमा मेरो कम्प्युटरको नाम के हो अथवा के राख्नुपर्ने हो त्यो कुराहरू हुन्छ। अनि डिस्प्लेमा के गर्ने भन्ने कुराहरू हो होइन। यसलाई पनि खासै चलाइरहनु परेन। यहाँनिर पनि गर्न मिल्ने भनेको ट्याब क्यारेक्टर कस्तो खालको देखाउने होइन, अनि स्पेस कस्तो खालको देखाउने, यो भनेको चाहिँ यो सो हाइड अप्सन युज गर्दाखेरि है। जस्तो कि मैले मेरो यहाँनिर सो हाइड अप्सन छ, यो सो हाइड अप्सनमा चाहिँ ट्याब क्यारेक्टर देखाउने कि नदेखाउने यो कुराहरू हो यहाँनिरबाट। यो चाहिँ है मैले जस्तो कि हेर्नु, अब मैले यहाँनिर ट्याब क्यारेक्टरलाई इनेबल गरेँ, तपाईँहरूले यो नगर्नु है। म यहाँ देखाउँछु यो अप्सन चाहिँ के हो भनेर तपाईँहरूलाई देखाउनको लागि मैले यहाँनिर यसरी देखाएँ, ओके गरेँ। अब जब म यहाँ गएर ट्याब थिच्छु नि, यो ट्याब थिच्ने बित्तिकै मेरो यस्तोमा यो आइकन आयो कि, त्यो मैले त्यहाँनिर चेक बक्समा चेक लगाएको भएर त्यस्तो आएको। यो डिस्प्लेमा तपाईँहरूले यो चेक लगाउने होइन, यो चाहिँ देखाएको। यो स्पेस यदि मैले स्पेसमा चेक लगाएँ भने जुन जुन ठाउँमा स्पेस छ त्यसको ठाउँमा यसरी अन्डर डट 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 आउँछ यो है। यो हामी गर्दैनौँ, यो आवश्यक छैन हाम्रो लागि। अब प्रुफिङ भन्ने छ, हामीलाई चाहिने भनेको यो प्रुफिङ हो। यतापट्टिबाट प्रुफिङमा क्लिक गर्ने। अब वर्ड अप्सनमा क्लिक गर्छौँ र आएको अप्सनहरूमध्ये प्रुफिङमा क्लिक गर्छौँ। जब प्रुफिङमा क्लिक गर्नुहुन्छ यहाँनिर पनि धेरै अप्सनहरू छ। यो सबै अप्सन हाम्रो लागि आवश्यक छैन। यो कुनै पनि अप्सनहरू चलाइरहनु पर्ने खासै आवश्यक हामीलाई हुँदैन। त्यो मध्ये फर्स्टमै यो अटो करेक्ट अप्सन भनेको छ, यो अटो करेक्ट अप्सन चाहिँ हामीलाई आवश्यक छ, त्यही भएर हामी यसमा क्लिक गर्छौँ। प्रुफिङमा अटो करेक्ट अप्सन, यसमा क्लिक गऱ्यौँ भने फेरि एउटा खुल्छ यसरी। अटो करेक्ट अप्सन के को लागि भन्दाखेरि इङ्ग्लिस युनाइटेड स्टेट्सको लागि भन्छ क्या। यो भनेको चाहिँ हाम्रो डिक्सनेरी हो है। यो कुन डिक्सनेरी युज गरिन्छ त्यसको आधारमा हाम्रो शब्दहरू सही छन् कि गलत छन् भनेर माइक्रोसफ्ट वर्डले छुट्याउँछ। अहिले मैले प्रयोग गरेको हजुरहरूकोमा यहाँनिर युनाइटेड स्टेटको ठाउँमा युनाइटेड किङडम भनेर आएको होला। त्यो किन आयो भन्ने कुरा एकछिनमा म भनिदिन्छु। तर अहिलेको लागि तत्कालको लागि चाहिँ हामीले यहाँनिर युनाइटेड स्टेट भनेर देखेको छ, यही प्रयोग गर्छौँ हामी। अब यसमा यहाँ धेरै अप्सन छ। यो धेरैवटा अप्सन मध्ये मेरोमा यहाँ 2टा लेयरमा आएको हुनसक्छ, तपाईँहरूकोमा मेरोमा एउटै लाइनमा छ यो अप्सन। यसमा अटो करेक्ट भनेको छ, यो एउटा अप्सन प्रयोग गर्छौँ र अटो फर्म्याट एज यु टाइप भन्ने छ, यो प्रयोग गर्छौँ। यो 2टा हाम्रो लागि आवश्यक हो। सबै गर्नु परेन, फेरि यहाँ सबैमा भए जति चेक हटाइदिनु भयो भने भद्रगोल हुन्छ फेरि वर्ड। त्यो सबै चलाउने होइन है, हामीलाई आवश्यक पर्ने मात्र चलाउने हो। अब अटो करेक्ट भन्ने ट्याब छ जुन, यसमा क्लिक गऱ्यो भने यसमा यहाँ धेरै अप्सनहरू आयो। यसमा धेरै अप्सनहरू आयो। धेरै अप्सनहरू मध्ये यो फर्स्टको चेकबक्स
चलाइरहनु पर्ने आवश्यक छैन। यदि यहाँ छ भने पनि छोडिदिनु, छैन भने पनि छोडिदिनु। धेरैजनाले भए जति सबै चेकबक्सको टिक हटाउने भनेर भन्नुहुन्छ, त्यो गर्नु आवश्यक नै छैन। हामीलाई जुन जुन कुरा चाहिने हो त्यही त्यही कुराको चेकबक्स मात्र हटाउँछौँ, बाँकी चेकबक्स जे छ त्यही छोडिदिन्छौँ। अब यहाँ कुरा बुझ्ने, यहाँ के भनेको छ त्यसको आधारमा यो चाहिने हो कि नचाहिने हो भनेर हामीले छुट्याउने हो क्या। अब यो फर्स्टमा यसलाई छोडेर, यो जुन छ यसलाई छोडेर नेक्स्टमा जानुभयो भने करेक्ट टु इनिसियल क्यापिटल्स। यही एक्जाम्पल हेर्नुभयो भने माइक्रोसफ्ट वर्डमा कस्तो हुन्छ भनेदेखि मैले यहाँनिर टाइप गर्दाखेरि कसरी टाइप गर्छु भने, हेर्नु है त, मैले यहाँनिर काठमाडौँ भनेर सँगै दुईवटा टाइप गरेँ नि, अब मैले स्पेस थिच्ने बित्तिकै यो क्यापिटल ए जुन थियो यो स्मलमा कन्भर्ट भयो के। यसलाई भन्छ त्यो करेक्ट टु इनिसियल क्यापिटल। जुन इनिसियल क्यापिटल छ पहिलोचोटि लेखिएको दुईटा क्यापिटल, यसरी यो दुईटा क्यापिटल चाहिँ करेक्ट गर्ने भन्न खोजेको। त्यसलाई चाहिँ के अप्सनले बताउँदो रहेछ, प्रुफिङको अटो करेक्ट अप्सनको यसले भन्दो रहेछ। अब यो गर्नु छ कि छैन भन्नको लागि यदि प्रीतिमा टाइप गर्दैछौँ भने यसको टिक हटाउन आवश्यक हुन्छ, प्रीतिमा टाइप गर्दै छैनौँ भने यसको टिक हटाइरहनु पर्ने आवश्यक हुँदैन। किन यसको टिक हटाउने भन्दाखेरि कहिलेकाहीँ पहिलो दुईटै अक्षर, जुन पहिलो लेख्दै गरेको दुईटा अक्षर हुन्छ त्यो आदि आदि बनाएको हुन्छ क्या, होइन? त्यो आदि आदि बनाएको हुन्छ, त्यस्तो अवस्थामा चाहिँ यसले करेक्ट गरिदिन्छ क्या। हो त्यस्तो नहोस् भन्नको लागि यसको टिक हटाउनु पर्यो। यदि इङ्ग्लिसमा छ भने यसको टिक हटाइरहनु पर्ने आवश्यक छैन, यसलाई टिक लगाइरहँदा भयो। प्रीतिमा हुनुहुन्छ भने यसलाई हटाइदिने, युनिकोडमा टाइप गर्नुहुन्छ भने यो हटाइरहनु पर्ने आवश्यक छैन। त्यस्तै यो सेकेन्ड नम्बरको हटाइदिने, क्यापिटलाइज फर्स्ट लेटर अफ सेन्टेन्स भनेको चाहिँ ठ्याक्कै यही। मैले अघि स्पेस थिच्दाखेरि यो स्मलमा भएको क्यापिटल लेटरलाई चाहिँ क्यापिटलमा कन्भर्ट गर्छ, त्यो यसले गर्दाखेरि भएको है त्यो, यो भयो। यदि टेबल बनाइन्छ टेबलमा पनि टाइप गरिन्छ भने यो थर्ड नम्बरको पनि हटाइदिने, बाँकी हटाउनु पर्दैन, बाँकी हटाउनु पर्दैन है। यो 1 2 3टाको हटाइदिनु भयो भने पुग्यो। यो 3टा हटाइदिने, यो अटो करेक्ट ट्याबको यो यो 3टा भनेको यो फर्स्टबाट 3टा भनेको होइन है। करेक्ट टु इनिसियल क्यापिटल्स, क्यापिटलाइज फर्स्ट लेटर अफ सेन्टेन्सेस अनि क्यापिटलाइज फर्स्ट लेटर अफ टेबल सेल्स, यो 3टाको चेकबक्समा भएको चेकलाई हामी हटाइदिन्छौँ अनि अटो फर्मेट एज यु टाइप भन्नेमा जान्छौँ। अटो करेक्ट हो यति हटाइसकेर अटो फर्मेट एज यु टाइप भन्नेमा गएपछि यसमा खालि यो स्टेट कोड्स विथ स्मार्ट कोड्स भन्ने छ। स्टेट कोड्सलाई चाहिँ स्मार्ट कोडले रिप्लेस गर्ने भन्छ, होइन? रिप्लेस एज यु टाइप भन्छ। मैले जे टाइप गर्दैछु त्यसमध्ये स्टेट कोड्सहरू जुन आउँछ भने त्यसलाई चाहिँ स्मार्ट कोड्समा रिप्लेस गर्ने भन्दैछ। यसको टिक हटाइदिनु पर्यो। यदि यो हटाउनु भएन भने उकारलाई अटोमेटिकल्ली इन्भर्टेड कमामा कन्भर्ट गरिदिन्छ प्रीतिमा। यसको टिक हटाइदिनु, यत्तिको मात्र, अरूको नहटाउने है, यत्तिको मात्र हटाउने। यति हटाएर तपाईँहरूले ओकेमा प्रेस गर्नु पर्यो। यति गरेर ओके गर्नुभयो भने भयो। अब म चाहिँ गर्दिनँ किनभने मलाई यो अहिले आवश्यक छैन, होइन? त्यही भएर तपाईँहरूले यति गर्ने। यसको फर्स्टको यो टिकलाई अटो फर्मेट एज यु टाइप भन्ने छ, यसमा गएर यसको यो टिकलाई हटाइदिने, फर्स्टको टिकलाई यहाँबाट ओकेमा क्लिक गर्ने, फेरि यसको ओकेमा क्लिक गर्ने, यो दुइटै डायलग बक्स यहाँबाट क्लोज हुन्छ। यति गर्नुभयो भने अब हाम्रो अटो करेक्ट र अटो क्यापिटलाइज चाहिँ अफ हुन्छ यहाँनिर है। यतिसम्म मिलाउनु पर्यो हजुरले, अनि त्यसपछि बल्ल टाइपिङ सुरु गर्ने वर्ड अप्सनमा गएर। ठिक छ, यतिसम्म मिलाउन सकिने भयो। फेरि गएर त्यहाँ सबै चलाउनु होला र बिग्रिन्छ नि, फेरि वर्ड सोड सबै बिग्रिन्छ। फेरि सबै वर्ड हटाएर फेरि इन्स्टल गर्नुपर्छ। धेरै नचलाउनु, आवश्यक कुराहरू मात्र चलाउनु। त्यहाँ यो सेटिङहरूमा थुप्रो कुराहरू छ, हामीलाई आवश्यक पर्ने धेरै कुराहरू यहाँबाट चलाउन मिल्छ। मैले सेभ गर्दाखेरि मेरो सेभ डिफल्ट फर्मेट कुन आउने, मेरो रिकभरी टाइम कति, लास्टको कति चाहिँ गर्ने,
मेरो रिकभरी लोकेसन कहाँनिर हुन्छ, डिफल्ट फाइलको लोकेसन कहाँनिर हुन्छ, आदि कुराहरू भयो। ल्याङ्ग्वेज सेटिङ मिलाउने कुराहरू भयो। एक्सेसिबिलिटीको कुराहरू हुन्छ यहाँनिर। एडभान्समा गएर मेरो यो हाइपरलिङ्क ओपन हुने कि नहुने भन्ने कुराहरू भयो होइन, यी कुराहरू छन् यहाँनिर। अझै मेरो यो यहाँनिर चाहिँ मेजरिङ युनिटको कुराहरू हुन्छ होइन, मेजरिङ युनिट इन्चमा गर्ने कि यो के अरे के अरे अर्को के भन्छ सेन्टिमिटरमा गर्ने कि मिलिमिटरमा गर्ने कि भन्ने कुराहरू यहाँनिर छ। यो धेरै कुराहरू यहाँनिर मिलाउन सकिन्छ है। त्यो आवश्यक छैन हामीलाई मिलाइरहनु पर्ने। त्यही भएर हजुरहरूले आफ्नोलाई चाहिने मात्र कुराहरू चेन्ज गरिदिने, अरू सबै कुराहरू चेन्ज गरिरहनु पर्ने आवश्यक छैन। यति मिलाउने अनि टाइपिङ प्र्याक्टिस सुरु गर्ने, वर्डमै गर्नु टाइपिङ प्र्याक्टिस चाहिँ गर्दाखेरि सुरु। तर त्यहाँ लोकसेवामा चाहिँ पहिल्यै मिलाएर राखिदिइसक्नु भएको हुन्छ। एकदम पहिले मिलाएर राखेको हुन्छ, हामीले त्यो चलाउन पाउँदैनौँ। त्यही भएर नर्मली लोकसेवामा यो अटो करेक्ट र अटो जुन यो क्यापिटलाइज छ नि यसलाई अफ गरेर राखेको हुन्छ क्या, प्रीतिमा टाइप गर्ने साथीहरूलाई पनि सजिलो होस् भन्नको लागि। अनि हामीले यहाँनिर टाइपिङ गर्दाखेरि पनि त्यसरी गर्नु पर्यो, नभए त यदि मैले अटो क्यापिटलाइजलाई इनेबल गरेको छु भनेदेखि त मेरो फुल स्टप पछाडिको लेटर त आफै क्यापिटल हुन्छ नि त। अनि त्यो हामीलाई गर्ने बानी पर्दैन क्या। अनि त्यहाँनिर गएर स्मलमा टाइप गरिन्छ सुइसी त्यही अनुसार भरे स्मलमा बसिदिन्छ, अनि त्यो वर्ड करेक्ट गलत भयो फेरि। ठिक छ, ल यतिसम्म प्र्याक्टिस गर्नु। अनि भोलि केही कन्फ्युज भयो भनेदेखि हामी फेरि भोलिको क्लासमा डिस्कस गर्छौँ होइन। भोलि चाहिँ अब एक्ज्याक्टली म तपाईँहरूलाई वर्डदेखि सुरु गरेर लिएर जान्छु। यो इच एन्ड एभ्री कुराहरू हेर्छौँ है हामी। सर कुनै यो कुराहरू अलि हजुर शक्तिको जुन त थियो नि अलि आधी तर पुरा अलि त्यो गर्दैन न कसरी गर्ने? यस्तो यस्तो हो सर, शक्ति भनेको चाहिँ यदि यो कुन फन्ट युज गर्दै हुनुहुन्छ भन्ने कुरामा भर पर्छ क्या। स लेखेँ मैले यहाँनिर होइन, स लेखेँ, क लेखेँ, अनि यसको खुट्टा काटेँ, अनि त लेखेँ, यसरी आफै बन्छ क्या। आदि त आदि क र त। यदि यही कुरा मैले यहाँनिर मङ्गल युज गरेको थियो भने यसरी बस्थ्यो। एउटै हो है हुनलाई चाहिँ, यही पनि माथिपट्टि छ भने एउटै हो क्या। यही कुरा यदि मैले अघिको यहाँबाट सर त्यो अघि हजुर सर अघिको सर त नेपाली पेसेजमा अलि गाह्रो गाह्रो सर एक दुईवटा अझै भनिदिनु न सब सर, कुनै हुन्छ नि ट्रिक वाला। दुईटा मतलब शब्द अप्ठ्यारो शब्दहरू हजुर अप्ठ्यारो अघिको पेसेजमा सर अप्ठ्यारो शब्दहरू कुन कुन हुन सक्छ त भन्दा अलि प्रिभियस गरेपछि सर त्यो पेसेज अलि गरेपछि थाहा हुन्छ के थियो स्क्रिनमा उ गरेपछि। ए ए यो यसमा भन्नुभयो होइन सरले। हजुर हजुर सर, जस्तो कि राष्ट्रको अघि नै यो भयो। राष्ट्र भन्ने छ, त्यस- यो राष्ट्र भनेको चाहिँ हामीले बनाउँदाखेरि यसरी अघि नै बनाउँछ। भइसक्यो सर, त्यो त त्यो त भनिसक्नु भएको छ भइसक्यो नि सरले। त राष्ट्र त। हजुर उम्, त्यसपछि अरू अनि नेतृत्व छ नि सर, त्यो अलि त्यो हजुर गर्दै। नेतृत्व भनेको चाहिँ यस्तो हुने भयो, न लेख्छौँ अनि एकार दिने भयो, त लेखेर अनि यसलाई यसरी गरिदिने कि सर, त्रि बनाउने। यो त्रि चाहिँ अब युनिकोडमा यदि रोमनाइजको कुरा गर्नुहुन्छ भने चाहिँ सिफ्ट गरेर आर थिच्नु भयो भने चाहिँ त्रि हुन्छ होइन। सिफ्ट हजुर गरेर सर, आर थिच्नु भयो भने ट्रेडिसनलमा पनि चाहिँ कहाँनिर रहेछ ठ्याक्कै त्यो मलाई थाहा, किबोर्डको लेआउट हेर्नुपर्छ सर। म सर ऊ नै युज गर्ने हो सर, रोमनाइजै युज गर्ने हो ए सरले युज रोमनाइजमा चाहिँ गर्नुभएको सिफ्ट गरेर आर थिच्नु सर। यदि भर्खर सुरु गर्दै हुन्छ भने रोमनाइज युज गर्नु है, रोमनाइज एकदम सजिलो पनि हुन्छ। यसमा कोड पनि याद गर्नु पर्दैन, सबै जस्तो ट्रेडिसनलमा यो डबल इन्भर्टेड कमा हुँदैन क्या। यो यस्तो खालको डबल हजुर। इन्भर्टेड कमा यो कमा हुँदैन ट्रेडिसनलमा। एउटा सर त्यो आइदेखि लिएर सर अनि त्यो क ख हुन्छ नि सर, हजुर एउटा एउटा त्यो प्रोभाइड गरिदिनु होला सर, त्यो ए म हुन्छ नि। ग्रुपमा हालिदिन्छु है त त्यसो भए। त्यो वाट्सएपको हुन्छ ग्रुप सर, छ नि, त्यो ग्रुपमा फोटो इमेज पठाइदिन्छु कि त्यहाँबाट हजुरहरूले हजुर हेर्नु है त लेआउट। अझ अझ गर्नु के मलाई गर्नु टाइपको भनेदेखि हुन्छ नि नि सर। सरहरूले, अब हामी त सरकारी जागिरमा अफिसर हुने मान्छे होइन।
हजुर mofaga.gov.np भन्ने सामान्य प्रशासन मन्त्रालयको वेबसाइट छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भन्ने वेबसाइट छ, जसलाई हामी mofaga.gov.np भनेर भन्छौँ है। यो जुन वेबसाइट छ, यो वेबसाइट भिजिट गरिसकेपछि यसको सबैभन्दा तलपट्टि आउनुभयो भने यहाँनिर यो सेक्सन छ क्या। अहिले चाहिँ हामीलाई यतिसम्म काम लाग्छ, जागिर खाइसकेपछि चाहिँ यो पनि काम लाग्छ, यहाँसम्म पनि। यदि नासुमा हुनुहुन्छ भने त यो पनि काम लाग्यो, अधिकृत भइसकेपछि यिनीहरू पनि काम लाग्छ है। अहिलेसम्म चाहिँ यहाँ के छ भने युनिकोड डाउनलोड गर्नको लागि यो दुईटा डाउनलोड यहाँबाट गर्न सकिन्छ। रोमनाइज गर्ने कि ट्रेडिसनल गर्ने, दुईटा क्लिक गर्नुभयो भने जिप फाइल डाउनलोड हुन्छ, त्यसलाई हामीले एक्सट्र्याक्ट गर्न सक्ने भयौँ। फन्ट डाउनलोड गर्नु पर्यो भने यहाँबाटै, कालीमती डाउनलोड गर्नु पर्यो यहाँबाट, फन्टास हिमाली डाउनलोड गर्नु पर्यो यहाँनिरबाट, पिसिएस नेपाली डाउनलोड गर्नु पर्यो यसबाट, कोकिला डाउनलोड गर्नु पर्यो यसबाट क्लिक गर्ने, सगरमाथा डाउनलोड गर्नु पर्यो यहाँनिरबाट डाउनलोड हुन्छ, प्रिति डाउनलोड गर्नु पर्यो यसबाट। यति युज गर्न सक्नुहुन्छ mofaga.gov.np भन्ने वेबसाइटमा आएर। अनि यहीँबाट सर डाउनलोड गरेर त्यो ल्यापटपमा इन्स्टल गर्दा हुने रहेछ सर? हो, हुन्छ नि सर। यसमा डाउनलोड गर्ने, यो डाउनलोड भयो, मेरो यो फोल्डर भयो डाउनलोड फोल्डर। अब यसलाई हजुर मैले एक्सट्र्याक्ट गर्नुपर्ने भयो, यसमा राइट क्लिक गर्छु, एक्सट्र्याक्ट हजुर गरिदिन्छु। एक्सट्र्याक्ट गरिसकेपछि फोल्डर बन्यो यो भनेको चाहिँ मर्ज सरी जिप गरेको भयो। जिप गरेकोलाई एक्सट्र्याक्ट गरिसकेपछि यसरी आउँछ, अनि यहीँनिर छ क्या यसरी। अनि यो सेटअपलाई रन गर्ने हो। अनि किबोर्डको लेआउट चाहिँ यहाँनिर, यही किबोर्डको लेआउट हामी युज गर्छौँ। मैले यसलाई हेर्न सक्ने भाइ। सर यो ट्रेडिसनलमा यो कमालाई त्यो अल्ट र त्यो नम्बरै नहानिकन सजिलोसँग निकाल्न मिल्दैन सर ट्रेडिसनलमा? कन्ट्रोल कमा स्पेस गर्न सकिन्छ सर। कन्ट्रोल थिच्ने, कमा थिच्ने, अनि स्पेस थिच्ने, त्यसो गर्नुभयो भने आउँछ। तर अलिकति अलिकति झन्झट चाहिँ हुन्छ सर फेरि त्यो, होइन? जस्तो कि म यहाँनिरबाट ट्रेडिसनलमा गएँ, अनि ट्रेडिसनलमा गएर चाहिँ मैले के गर्नु पर्यो भने नेतृत्व लेखेँ। अनि ट्रेडिसनलमा चाहिँ मैले कमा थिच्नु पर्यो भने कन्ट्रोल कमा अनि स्पेस, कमा नछोडिकन स्पेस थिच्ने के सर, सरी कन्ट्रोल नछोडिकन स्पेस थिच्नु भने यसरी कमा आउँछ यो चाहिँ। तर त्यही कुरा चाहिँ मैले रोमनाइजमा गरिरहनु पर्दैन, रोमनाइजमा सजिलो छ। यसरी ने नेतृत्व कमा अनि निकास कमा विकास, यसरी गर्न सक्यो। अनि अब ट्रेडिसनलमा डबल इन्भर्टेड कमा पनि छैन फेरि, त्यसको लागि कोड याद गर्नुपर्छ। सर यो एउटा यो कम हुन्छ नि, जस्तो कका के कुकु के को कम हुन्छ नि त, कको माथि एउटा मात्रै थोप्लो हाल्नलाई त्यो के गर्नुपर्छ हजुर, त्यो अब ट्रेडिसनलमा? त्यसको लागि चाहिँ हामीले यदि रोमनाइज युज गर्दै हुनुहुन्छ भने चाहिँ त्यहाँनिर मको माथिपट्टि थोप्लो हुन्छ क्या। रोमनाइजमा चाहिँ यसरी कंसाकार भनेर लेख्नु पर्यो, होइन? यसरी लेख्नु पर्यो भने क लेखेर अनि सिफ्ट गरेर एम गर्नुभयो भने चाहिँ माथि थोप्लो आउँछ रोमनाइजमा चाहिँ। ट्रेडिसनलमा चाहिँ लेआउट हेर्नुपर्छ ठ्याक्कै, त्यो चाहिँ अब मलाई पनि याद भएन, होइन? यो ट्रेडिसनलमा चाहिँ यसको किबोर्डको लेआउट हेर्नु पर्यो। किबोर्ड लेआउटमा यो हेरौँ है त, मको थोप्लो कहाँ छ त? यदि त्यो छैन भने हामीले उयो गर्नुपर्छ, यहाँनिर छ यो खुट्टा काट्ने जुन छ नि, यो खुट्टा काट्नेको माथिपट्टि यो जुन ब्याकस्ल्यास छ, यो ब्याकस्ल्यासमा यो थोप्लो रहेछ। अब यो चाहिँ कुनै कुनै किबोर्डमा यहाँनिर पनि हुनसक्छ, कुनै कुनैमा यहाँनिर पनि हुनसक्छ है। ठ्याक्कै त्यो युज गर्नु पर्यो। यही ए कुरा यदि देखेँ सर। मैले हजुर अहिलेसम्म नदेखा कि त्यहाँ रहेछ, मैले ख्याल नगरेको। यो चाहिँ अल थिचेर युज गर्नुपर्ने कोडहरू पनि याद गर्नु है, ट्रेडिसनलमा चाहिँ सजिलो हुन्छ त्यो। ल, आज हामी यति गर्छौँ है। अनि अब भोलिको क्लासमा चाहिँ हामी वर्डबाट प्र्याक्टिकल सुरु गर्छौँ। क्वेसन सेयर गर्छु म हजुरहरूलाई वर्डको, अनि त्यो वर्डको क्वेसनहरू चाहिँ युज गर्दै गर्दै है त। म लिङ्क चाहिँ हजुरहरूलाई उयसमा सेयर गरिदिन्छु ल, वाट्सएप ग्रुपमा। सर यो कति दिनको क्लास हुन्छ सर? हाम्रो 10-11 दिनको क्लास हुन्छ सर।
अब पढ्दै जाउँ न, कति कति दिन लाग्छ। अब जति सक्दो धेरै पढाउने कोसिस गर्छु म, होइन, नछुटोस् कुनै पनि कुराहरू। सुरु त अब भएकै छैन क्लास त, होइन। आजसम्म त हाम्रो खालि एउटा सबै समेटेर लाने मात्र कुरा भयो। भोलिबाट ट्याक्कै सुरु हुन्छ, होइन। तिहारको बिचमा हजुरहरूले हाम्रो 3 दिन 4 दिन चाहिँ क्लास रोक्नुपर्छ होला, किन भन्दा घरमा पनि अलिकति बढी काम हुन्छ, होइन। अनि पूजाहरू गर्नुपर्ने हुन्छ, त्यही भएर बिचमा चाहिँ हाम्रो क्लास 3 4 दिन चाहिँ रोकिन्छ, होइन। कि अब हजुरको प्र्याक्टिस गर्ने समय पनि हुन्छ त्यसमा, अनि प्लस एक्जाम पनि अलिकति पछि छ नि त। अनि त्यही भएर है, लक्ष्मी पूजाको दिनबाट चाहिँ हामी गर्दैनौँ क्लास भनौँ, लक्ष्मी पूजाको अघिल्लो दिनसम्म चाहिँ गर्छौँ, होइन। शनिबार यदि मेरो शनिबार हस्पिटल जानुपर्ने भएन भने हामी शनिबार पनि क्लास गर्छौँ कि। यदि शनिबार हस्पिटल जानुपर्ने भयो भनेदेखि चाहिँ हामी शुक्रबारसम्म गर्छौँ, अनि त्यसपछि टिकाको भोलिपल्टदेखि सुरु गर्छौँ है क्लास। हस्पिटल गइन ग्रुपमा म्यासेज आइहाल्छ हजुरहरूलाई, ग्रुपमा जोइन हुनु न। तिहार बिदामा मस्त प्र्याक्टिस गर्ने है, म क्वेसन सेट सेयर गरिदिन्छु। ती क्वेसन सेटहरूलाई पानी बनाउनु पर्यो। त्यही मात्र होइन कि, त्यही मात्र होइन, त्यो क्वेसन सेट म तपाईँहरूलाई यहाँ पढाउँदाखेरि एउटा क्वेसन सोध्छ, त्यो क्वेसनमा कसरी घुमाएर त्यही क्वेसन हुनसक्छ, तर त्यसलाई कसरी घुमाएर अर्को तरिकाले सोध्न सक्छ भन्ने कुराहरू हुनसक्छ। हो, त्यो कुराहरूलाई समेटेर सबै पढ्छौँ। यसरी पढ्दाखेरि चाहिँ तपाईँहरूले एउटा क्वेसन प्र्याक्टिस गर्दै हुनुहुन्छ भने अब त्यसबाट अर्को खालको क्वेसन कसरी आउन सक्छ त भनेर प्र्याक्टिस गर्दैखेरि त्यहीँनिर हेर्नु पर्यो। यस्तो हुनसक्छ, यसबाट यसरी आउन सक्छ भनेर, अनि मात्र हो जस्तो क्वेसन सोधे पनि त्यतिखेरै मिलाउन सक्ने। एउटा हुन्छ कस्तो हुन्छ भने, अब प्रायः गरी युट्युबहरूमा पनि हेर्नुभयो भने भिडियोहरू चाहिँ एउटा क्वेसन सेट राखेको हुन्छ, अनि त्यो क्वेसनको सल्युसन गरिदियो सक्यो क्या। त्यसरी मात्र हुँदैन क्या। तपाईँहरूले क्वेसन गर्दाखेरि एउटा क्वेसन गर्नुहुन्छ, त्यो क्वेसन त गर्नुहुन्छ, तर त्यो क्वेसनसँग रिलेटेड अरू क्वेसन पनि हुन्छ क्या। त्यही क्वेसन गर्नुभयो, ठ्याक्कै त्यस्तै आयो भनेदेखि मिलाउन सक्यो, तर दुई चारवटा शब्दहरू घुमाइदियो भनेदेखि हामी आफै घुम्छौँ क्या। त्यस्तो नहोस् भन्नको लागि चाहिँ त्यो क्वेसनमा अरू क्वेसनहरू कसरी आउन सक्छ भनेर आफैले खोजेर पनि प्र्याक्टिस गर्नु पर्यो क्या। ठिक छ, त्यो सबै कुरा हामी हेर्छौँ है त। ल आजलाई यति गरौँ ल। ल थ्याङ्क यू एभ्रिवान। हुन्छ सर, हुन्छ।